दाइ मेरो नाममा मेरो घर छ भनेपछि यो घरको मलाई कति माया लाग्छ तपाईँ आउनुभयो 2 महिना भाडाको लागि त्यति नै माया तपाईँ गर्न सक्नुहुन्छ गर्न सकिन्छ पनि तपाईँको नियत छ भने तर बसुन्जेल अब त्यो चाहिँ बसुन्जेलसम्म गऱ्यो भने त हो नि त तर हाम्रो खाते चोरहरूले चाहिँ गरेन नि त लगभग रुम चाहिँ सबै इन्डियातिर रेन्टमा दिइसके उसलाई पनि पदको लोभ मान्छे कि पावर खोज्छ कि मनी खोज्छ नि त यहीँबाट चाहिँ ऊ 2 जिब्रे भएको कुरा निस्क्यो म तपाईँलाई ठिकै भन्छु उसलाई भने गरे अब ऊ अहिले जनताको अगाडि के गरेका छन् सदस्यता पनि दिएन भन्छ साधारण सदस्य मात्र मागेको उपसभापति बनाएको छ मलाई दिन्छ साधारण दाइ के भन्नुहुन्छ तपाईँ हेर्नु है लाइक हेर्नु है हेर्नु त के हो यो को यिनीहरू को यो अलबाट केयर मेयर है को यो अब हाँसेको हेरै सबै नेपाली हुँदै हुन नि किन अब तोकिसक्नु भइसके कुन कुन क्षेत्रबाट उठ्ने भन्ने कुरा तय भइसक्यो अब नाटक गरेको नि त्यो त सबैले नाटक गर्छ कलेक्टिभली नाटक गर्छ नि त एउटा अब एमाले र काङ्ग्रेसले मात्रै लय भनेको हो नाटक रवि जेलबाट निस्कि नाटक गर्छ त भाइ सबैको भोट काटाकट हुन्छ जस्तो लागिरहेको अब अहिले हेर्नु न प्रचण्डको त रुकुममा हिजो भिडियो आएको थियो बाबा के हो त भगवान जस्तो त नाच्नु न रुकुममा त त्यही म भन्दैछु त अब भोलिको दिन कस्तो चुनाव सबै गयो अब 8-9 जना मिलेर प्रधानमन्त्री हुने कुरो हुँदैन सबैले आफ्नो आफ्नो हिसाब बल त्यसमा जसले बढी भोट लाग्यो त्यो प्रधानमन्त्री हुन्छ फेरि चुनाव हुन्छ फेरि यस्तै के भन्दै एससीको तयारी गर्दैछ बाबुआमालाई मतलब छ पढ्नेलाई मतलब एससी मतलब छैन एसएलसी भनेर मिस्त्रीको खाँचो गरौँ यहाँ ठेकदार चाहिँ सबैजना छ मिस्त्री एउटा छैन के हो है त्यही भने यिनीहरूले सिकाएको त मलाई छोपिदिनु अरे मोबाइल झाडन के माग्यो यो मान्छेले म त चक्क परे झाडन स्विमिङ पुल ठुलो हुनुपर्छ यो गर्नुपर्छ भन्ने त्यो धारणा आउनु स्वाभाविक हो तर यस्तै सस्टेन त नेपालमा हुन सकिँदैन यहाँ भन्दा इन्जोय तरिकाले सस्टेन गर्न सकिन्छ क्या जस्तो अब यहाँनिर तिमीले यति कमाउँछ एउटा इन्कम छ राम्रो छ डलरमा तर एक्सचेन्ज पनि त डलरमै छ नेपालमा त पार्टीहरू एकता नभए पनि यहाँ भ्यानकुभर भयो नेपालीहरू एकता मान्छे पनि एकता हुनु पर्यो आचार्य दाई म यो क्लिप पठाइदिन्छु कि आचार्य दाई भयो डाफ स्टोर भयो हिमालयन मोमो भयो इफ यु गाइज वान्ट टु कोलाबोरेट स्मल पेज trying to reach up so if you guys want to collaborate let's collaborate and make this shit happen आफ्टर शिफ्ट भयो हाम्रो नामले प्रपरली जस्टिफाई गरिरहेछ ल स्टार्ट गरिदिउँ गाइज ल आफ्टर शिफ्ट भाइ कति एपिसोड हो यो त्यो बन्नै पर्छ र हो यो त 3rd एपिसोड भयो अहिलेसम्मको हाम्रो कोक फर्स्ट अफ अल चियर्स गरौँ भन्दा अगाडि हाम्रो लेटेस्ट वेलकम सुरुमा आजको हाम्रो स्पेसल गेस्ट मिस्टर डम्बर दाई भने पनि भयो रबिन दाई भने पनि भयो मेरो त जिग्री दाई भने पनि भयो हैन ल आज की शाम डम्बर दाई की नाम ल चियर्स गाइस अच्छा हैन त हैन After थर्ड एपिसोड going on baby ल दाइ यस्तै छ तपाईले हाम्रो अस्तिको भिडियो हेर्नुभयो अनेस्ट फिडब्याक दिनु त नराडीमा कस्तो के लाग्यो राइजिङ स्टार्स ए राइजिङ स्टार्स हो लाग्छ मलाई केही न केही चाहिँ हुन्छ केही न केही हुन्छ यो हाम्रो भ्यानकुभर हल्लिन्छ होला त नेपाल हल्लिन्छ अब सेटअप चाहिँ कस्तो लाग्यो तपाईलाई अब स्टुडियो भनौँ न स्टुडियो कस्तो छ त बेस्ट छ नि बबाल छ सबै थोक ठीक छ एभ्रिथिङ परफेक्ट ओके ठीक छ अब हेरिरहेकोहरूलाई भन्दै डम्बर दाई भने चाहिँ मेरो एकदम जिग्री मेरो घर दमक झापा होइन हाम्रो चाहिँ लाइक एकदमै नजिकै क्या घर वकिङ डिस्टेन्स 5 मिनट हेर्दै टक्क गरेर कहिले दाइ र म तिम्रो थाहै हामी सानोमा सनराइज सँगै पनि पढेको हो नि दाइ तपाईँले एउटा कुरा याद छ तपाईँले र मैले स्टेजमा एकचोटि एक्टिङ पनि गरेको छ
पहिला नै सनराइजमा एउटा के Teachers भएको Day थियो खोइ टिचर्स डे हो कि चिल्ड्रेन्स डे के हो होइन स्टेज आएको थियो अनि तपाईँ चाहिँ मेन क्यारेक्टर म चाहिँ सपोर्टिङ गाई हुन्छ नि तपाईँको चाहिँ मेन एउटा के एक्ट थियो अनि म चाहिँ तपाईँको साथी भन्नेवाला थियो क्या म अझै यसो क्लास 3 मा फेरि बाल दिवसमा म बाल दिवसमै होला सायद तपाईँ हेब्बी गरेर नि एक्टिङ सेक्टिङ पुगेर देखेँ होइन दाइ त बा एक्टिङ सेक्टिङ हानिदिने हो तपाईँको चाहिँ म दाइको चाहिँ कति सपोर्टिङ कति ब्याज होला तपाईँले आई मिन त्यो एससी दिएको खोइ तपाईँको पालामा चाहिँ के हो एससी थियो कि एसएलसी एससी आएको थियो एसी आएको थियो है ठ्याक्क त्यो वर्ष एससी आएको कुन हो त्यो त 2000 72 हो कि होइन 73 हो कि 72 तर मलाई एउटा साइको लाग्छ क्या त्यो हामी बेला सानोमा उही एसएलसी भन्दै है फलामको चिउरा यो चबाउन गाह्रो तर जब त्यो एसएलसीबाट एसईमा त्यो ट्रान्जिसन भयो नि इजी फिल हुन्छ कि फेरि के भन्दै एसईको तयारी गर्दैछ बाउ आमालाई मतलब छ पढ्नेलाई मतलब चाहिँ एसई मतलब छैन एसएलसी भन्दा कस्तो दाइ भन्नु नि त ल प्लिज ल यस्तो हो इन्लाइटन अस त्यो कुरामा मलाई चाहिँ के लाग्छ भने अब कस्तो हो यस्तो हो क्या अब टिचरले पढाउनु एउटा छ इक्जामहरूको छ क्या अनि अब इक्जाममा चिट चोराइदिन कहिले स्कुल नजाने मान्छे पनि पुरै ए प्लस होइन कति आयो त्यो 3.2 त एकदम मिनिमम क्या त्यहाँ त्यो त बेन्चमार्क हो नि 3.2 भन्दा कमला त फेल हो त्यो मान्छे थिङ्किङ पारिसक्यो कति आयो ए प्लस हग्ने पार्ने ए प्लस त्यो त अब के भन्नु त्यसलाई इज्जतदार भन्नु त होइन यो बिग्रियो फेरि कोभिड पछाडि हो के पहिले मलाई लाग्थ्यो कति जुन कोभिडमा आयो नि 60% भन्दा ओ बुई क्या कलेजले 80 भन त अरे यो त प्रधानमन्त्री हो प्रधानमन्त्री बालेन शाह 60 70 हुँदैन कि फर्स्ट डिभिजन सेकेन्ड डिभिजन अनि भाइ कलेजमा त डिस्टिङसन है अब हाम्रै स्कुलमा कस्तो भएको सनराइजमा भने 80% त कसैले पनि नहानेको क्या कसैले पनि है अरे हाम्रो ब्याचसम्म कसैले पनि नहानेको 80% अनि एससी आएपछि झन् ठ्याक्क त्यसबाट त 80 त 80 भन्दा तलै गएन भन्ने खालको थियो क्या 80 त जसले पनि कति आयो तेरो भन 88 91 कस्तो 92.5 93 चाहिँ आउनु पर्थ्यो यस्तो खालको सुनाइदिएँ सही गाइड बोकेर हिँड्दैको छ ए आयो हो क्या ए प्लस आएन हो क्या घरमा पनि पहिला ल बाबुआमा सो प्राउड नि त मेरो छोराको बा ए आयो ए प्लस अहिले त कति आयो तिमी त कौन ए प्लस पुरै नगरौँ है साइन्स हो नि सिधै होइन ठ्याकठुक भन्ने छैन जसको पनि झुक्किन्छ नि के ए आयो अब के पढाउनु भन्ने खालको आइहाल्यो मोराको सिस्टम मलाई एक किसिमले हेर्दा ठिक पनि हो अब हो मान्छे फेल पनि हुन्छ नि फेल हुने मान्छे अब चाहिँ अब पढ्नै नपाउने त त्यो त पनि गलत हो नि त फेल हुने मान्छेले पढ्न त पाउनु पर्यो एउटा मैले रोकिहालेँ यस्तोमा पनि फेल हुने मान्छेले त पढ्नै नपाउनु पर्ने यो ए प्लस वालामा कस्तो फेल हुन्छ अब एजुकेसनले मात्रै राम्रो जागिर पाउने अनि राम्रो जागिर भएछ राम्रो पैसा कमाउने यस्तो छ नि त यहाँको सिचुएसन कस्तो छ भने अब लेबरहरूले पढा लेखेको भन्दा बढी लेबरले कमाइरहेको फिजिकल वर्कलाई बढी प्रायोरिटाइज गरेको छ नि त अब लु पढ्ने नजान्ने मान्छेले एक्सर्साइज गरेर बढी सडी ज्यान बनाएर फिजिकल वर्क त गर्न सक्छ नि त उसले मेन्टल पनि नसकेको अनि त्यो खालको सिचुएसनमा अब बाँध्ने हो त होइन ए कति ए बिसिडी त सुनिँदैन ए नै सुन्दिनँ म त ए प्लस अब आउने एसईमा हेरिरहेको बिसिडी नै हुँदैन अरे कहाँ छ बिसिडी ए र ए प्लस मात्रै अनि तपाईँलाई के पढायो लाइक 10 पछि चाहिँ 10 पछि पढ्न चाहिँ साइन्स मन लागेको थियो क्या मलाई कस्तो सिचुएसन भइदियो भने अब त्यतिखेर उयो लागेको थियो के भन्छ कोभिड होइन चुनाव कति सालको 74 मा भयो भने चुनाव 76 मा होला कहाँ 76 मा हो र 75 होला त्यसै 74 75 त्यस्तै कुन चुनाव भुइँचालो पछि हो भुइँचालो त 72 मा भुइँचालो अनि त्यतिखेर अब पछि आउँदाखेरि त्यो अब उयो इन्ट्रान्स ए तपाईँ एसएलसी मा चाहिँ कति आएको म हो क्या त्यहाँ सबभन्दा पहिलो डिसिजन ल्याउने नै तपाईँको पालाको चाहिँ लास्ट एसएलसी हो कि फर्स्ट एससी मेरो हो तर त्योभन्दा अगाडिसम्म 80 देखेको छैन क्या सनराइजले आत्यो नि सनराइज प्रिन्सिपल त के गर्यो त्यो थाहा भएन तर
मैले चाहिँ ल्याएको भाइ गाइडै छिरातेको त्यस्तो छ झ्यालबाट प्रिन्सिपलले दिएको ल भाइ चिप गरेर पास गर्नु त्यस्तो मजा लाग्दैन क्या मलाई जति पढेको जति जे पढेको त्यति नै हुनु पर्यो म फेरि अब सोसल स्टडिजहरू पढ्यो भने त मारिदिन्छु नि म फेरि दाइ डेन्जर लेख्छ यार क्रिएट अवेरनेस प्रोग्राम होला अनि सोसियलमा त के छ र टेम्प्लेट छ नि ड्यू टु ल्याक अफ पब्लिक अवेरनेस ल्याक अफ पब्लिक अवेरनेस ड्यू टु ल्याक अफ पब्लिक अवेरनेस क्लास 12 मा होला यो जीवनोपयोगी शिक्षा हामीले मैले पढेको पढेन जीवनोपयोगी र सामाजिक भन्ने त्यो कम्पलसरी हाल्दै अलिक पछि हो र लहरूको बारेमा यस्तोहरू हुन्छ नि सबै च्याप्टर सोसलै हो तर हरेक चिजलाई चाहिँ डिभाइड गरेर एउटा बनाएको दामी थियो एक किसिमले मलाई त्यो चाहिँ अलिकति हो है यो चाहिँ काम लाग्ने सब्जेक्ट हाल्यो है भन्ने खालको लाग्यो तपाईँले म्यानेजमेन्ट पढे म्यानेजमेन्ट सुरुमा मैले एडभान्स डिप्लोमा गरेँ हस्पिटलिटीमा ए त्यतिखेर भर्खर आएको थियो अब होटल म्यानेजमेन्टको कलेज युनिक ए कलेज सुन्नु न यो मलाई यो गर्छ नि यो चाहिँ बुझाइदिनु न लाइक नेपालमा के यो हस्पिटालिटी गर्छ नि यो के हो यो सिटिभिटी कोर्स के हो यो यति सिटिभिटी यो म भन्छु यो भन्नु त के हो यस्तो छ क्या सुरुमा कस्तो थियो भने अब होटल म्यानेजमेन्ट भन्ने थियो मान्छेले अब यो होटल म्यानेजमेन्ट भात पकाउन आइहाल्छ के गर्नु होटल म्यानेजमेन्ट गरेर भन्ने थियो तर अहिले हेर्दाखेरि सबभन्दा बढी कम्पनी होइन सबभन्दा बढी जब दिने को छ त को छ होटल म्यानेजमेन्ट हस्पिटालिटी म्यानेजमेन्ट छ नि यो त कम्पेरिजन छँदै छैन यो मल्टी बिलियन कम्पनीहरू पनि छ एउटा झारू मान्छेले पनि होटल गर्छु भनेर सोच्न सक्छ क्या र एउटा बिलियनरले पनि म होटल गर्छु भनेर सोच्न सक्छ त्यस्तो खालको इन्डस्ट्री भनौँ न छ इन्डस्ट्री धेरै होइन तर मलाई त्यो लाग्छ कि अब यो भनेको चाहिँ एउटा इजी एक्सेस भनौँ न मान्छेलाई होइन ठ्याक्टुक मलाई आइहाल्छ फटफट सिक्यो भने सिकिहाल्यो नि त गरिहाल्यो भने सब्जेक्ट थियो अब मान्छे चाहिँ साइन्सबाट डक्टर इन्जिनियर यो भने लिमिटेड भयो नि त अब कम्प्लिकेटेडै भयो नि होइन बिरामी डक्टर 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 कसलाई बनाउनु लाउनु भयो मिस्त्रीको खाँचो गरौँ यहाँ होइन ठेकदार चाहिँ सबैजना छ ठेकै मिस्त्री एउटा छैन त्यसपछि चाहिँ त्यही भएर अब म त लैलैमा मैले पढेको चाहिँ लैलैमा साइन्सको सिट अब थिएन मैले मेहनत मजाले अब हेरचाह गर्नु भने भेट्थेँ पनि होला सायद होइन भन्ने भयो क्या त्यो अब चारजना त ब्याक बेन्चर र म कस्तो खालको थिएँ भने पढाइमा मलाई मन चाहिँ लाग्ने होइन पढ्न म्याथ साइन्सहरू हुन्छ नि लाइक धेरै इन्ट्रेस्टेड थिएँ क्या म पढ्न तर अब सङ्गत चाहिँ त्यही ब्याक बेन्चरहरू टाइपको के पढ्ने भन्दा होटल म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पढिहाल्ने एचएम दमकमा एउटा मात्रै पहिलो सुरुको कलेज कुन कलेज हो दाइ युनिक कलेज थाहा नि होटल म्यानेजमेन्टको फर्स्ट कलेज युनिक कलेज अफ म्यानेजमेन्ट जो सुरुवाती दौरको होटल म्यानेजमेन्ट पकडेको कलेज थियो क्या अनि त्यो चाहिँ कति वर्ष कोर्स हुन्छ 2 वर्षको 11-12 क्या त्यो फर्स्टको ब्याचलर चाहिँ होइन 11-12 कुरा छ क्या भर्खरै 11-12 भर्खर एसएलसी सक्दैछु म एसी 11-12 अनि पछाडि त्यहाँ कस्तो खालको सिचुएसन लाग्यो मलाई भने हो रमाइलो आफ्नो ठाउँमा चाहिँ अब मान्छेको टोइलेटमै बिहा छानिदिने एकछिन बाहिर गएर के भने छैन प्याक उडिदिने हान्दिहाल्ने कराइले हान्दिहाल्ने त्यस्तो टाइपको माहौल के अब हुन्छ नि लाइक के हो यो भने जस्तो गाई जात्रा जस्तो के सोचेर आएको थियो के हो होइन अब पढ्ने पनि त हुन्छ नि त मान्छे ल होटल म्यानेजमेन्ट होला ल फेल हुने मान्छे तर फर्स्ट हुने मान्छे आइदियो भने त्यसलाई त पढ्न मन लाग्ला नि त के हो यो भनेको भने उसलाई बुझ्न त डिस्टिंक्सन हानेर आछ हैन अब यहाँ छ अगला बिएस हान्दै छ फेरि के हो त्यो त यहाँ त अब बाहिर निक्लिनु भएको छैन भनौँ अरे 11 को मान्छेले 12 कोले त हुन अरे पड्काइहाल्यो सिंगल फाइट ग्याङ फाइट मजा आउँथ्यो दिनै हप्तामा एकचोटि चाहिँ रमाइलो भइरहेको थियो क्या ठ्याक्क त्यो डब्लुएफजी को अस्ति यो पढाइको कुरा नगरौँ यार बल्ल बल्ल पढिसकेको म त झ्याल डब्लुएफजी मा चाहिँ के ह्यापी आवर चाहिँ भइदिहाल्ने ए दाइ के हो कस्तो डब्लुएफजी यो जति पनि क्यानाडा अथवा जति पनि इन्टरनेसनल स्टुडेन्टहरू आइरहेछ सुरुमा मुर्गा हुने चाहिँ यस्तैबाट हो आउँछ एमएलएम ग्रुप भनेको हाम्रो एडिटरले के एमएलएम भनेको मल्टी लेभल मार्केटिङ यस्तो नेटवर्कको जाल फलेको हुन्छ हाम्रो चित्ते जाग्दा इक्जाम्पल यो दाइ एजेन्ट हो फेरि उहाँ चाहिँ मान्छे फसाउने कतिजना फसाउनु मान्छे फसाउने हो यो तर भन्नु त ल एमएलएम डब्लुएफजी के हो के हुनु डब्लुएफजी अब म त झटारेर गएको मान्छे त्यहाँ अब झटारेर गएको जाँदाखेरि सेवा सुविधा राम्रो लाग्यो मलाई हामी हेर्ने के हो इन्टरनेसनल स्टुडेन्टहरू फर्स्ट त होला स्टुडेन्ट
तिमीलाई के लाग्छ जस्तो लाग्छ पैसा नभएको मान्छे फस्छ अब इन्टरनेसनल स्टुडेन्ट भनेको यहाँको सबभन्दा गरिब लोवर पोभर्टीमा पर्छ होला हेर्नु रिसर्च गरेर जाने हो रिसर्च गरे सिटिजनहरूको रिसर्च राम्ररी हाम्रो कसले गर्दैन हेर्दै हेर्दै जाने हो भने ए यिनीहरू त बिचरा भन्ने खालमा पर्छ सरकारले पनि ट्याक्स लिँदैन है होइन म उल्टै दिन्छु इम्प्याथी देखायो वरिपरि अब त्यही भएर झटाकेर गर्दाखेरि अब सेवा सुविधा ट्याक्ससँग मैले अघि पनि भने नि त्यहाँ अब हल्स क्याक्टस क्लब यो त हाम्रो थिङ्किङमा मात्रै छ एक दिन म जान्छु एक दिन म जान्छु होइन एक दिन जान्छु हप्तामा एकचोटि ठ्याक्क ट्युसडे भनेको त लक्की डे हो त्यहाँ कामबाट होस् 12 बजे सिफ्ट सकेर होस् 1 बजे सकेर होस् ठ्याक्क उपस्थित त्यहाँ हुनै पर्ने अनि गए पछाडि त डब्लुएफजीमा सर्भरले पुरै बियर खुवाइदिएपछि त हे माया मजा आउँछ रोदी घर लैदिएछ दिनदिनै है रोदी गराएर ल डब्लुएफसीलाई त अनि भने त डान्स क्लब अब आफै क्यालगरी सलगरीहरू फ्री टिकट सिकट काटेर पठाउनु भनेको नोट जो अब बिचारा त्यसले कस्तो खालको त्यो कम्पनीले एउटा स्ट्राटेजी लगाएको थियो नि 1 वर्षसम्म फ्रीमा जियो फ्री गरिदिएको एक वर्षमा फ्रीमा दियो त्यो त उ गर्नको लागि हैन त्यो जियो त्यो आफ्नो एरोप्लेन लन्च गर्नको लागि हैन कसले कम्पनीले त्यो फ्री गरेको कहाँ एरोप्लेन हो र आफ्नो पब्लिक बेसबाट आएको नि उले त उले एउटा नेटवर्क सिम निकाल्यो हैन बेसबाट आएको उले त त्यसले पनि हामीले त्यस्तै बेस बनाउन खोजेको तर हामीले चाहिँ फ्रीको युटिलाइज गरेर अनि बाक भनेर अनि सिम निकालेर फ्याल्दिएको त्यसको जियोको सिम फ्याल्दिएको एनसीएलले हालेको नि सिममा हाल्ने बरु चिठी लेखेर पठाउने पैसा हाल्ने भन्ने कुरा हो क्या अब स्टुडेन्टहरु त गरिब छ यहाँको त्यो यता अनि एउटा कुरा मलाई साइको लाग्यो तपाईँ यहाँ आउनु भएन मेजोरिटी मान्छे चितवनको बुटोलको मात्रै भेट्छु यार म के हो है त्यही भने छोप्दिनु भन्छन् यिनीहरूले सिकाएको त मलाई छोप्दिनु अरे यसले त मलाई छोप्यो अरे ल मलाई एउटा कहानी चाहिँ याद छ क्या स्विमिङ पुल गएको थिएँ यहीँ क्यानाडाकै बुटोलको त्योभन्दा अगाडि मलाई थाहा छैन क्या गएको थियो एकचोटि तर अब केटाहरूसँग त्यो नेटवर्किङ हुन्छ नि लाइक बोलचाल यहाँ आएपछि त प्रायः 80% जनसङ्ख्या नेपाली जनसङ्ख्या बुटोल मैले भेटेको थिएँ दमकको त म एक्लै थिएँ क्या अहिले तिमी आएर 2 जना भयो झापाको त भयो तपाईँ पनि सेकेन्ड हो क्या अनि अब हेर्छु यहाँ गए त त्यो स्विमिङ पुलमा गयौँ हामी स्विमिङ पुलमा अब पौडी सौडी खेल्यौँ अब तौलिया हामी त तौलिया भन्थ्यौँ तौलिया भनिन्छ नेपालीमा तौलियै हो गुगल गरेर हेर तौलिया नै भन्छ झाडन के माग्यो यो मान्छेले म त चक्क परे झाडन स्विमिङ पुल के हो झाडन भनेको हिस्यु हो कि के हो त झाडन देऊ न क्याजुअली भन्छ फेरि उसले म त के झाड आएको भनेछु त्यो त छैन है अरे समस्या भएको रहेछ अब पछि बुझ्दाखेरि अब के भन्ने यस्तो क्या छोपेर झाडन दिउँ न तपाईको फेरि एउटा उ हो नि त फेरि त्यो एसेन्डामा छ नि सब म्याक्सिमम बुटोलकै होला फेरि एसेन्डाला छोड म त भ्यान्कुभर भइरहेको बुटोल क्यानाडामा हेर्न मजाले हेर तपाईँ भएर चाहिँ अलिकति ल है अलिक बाठा हुन्छ नि त भाइ अब उनीहरूलाई स्टार्टिङ थाहा थियो पहिले तपाईँ क्यानाडा हुमी हेर ढ्याङ्किडन अब त्यस पछाडि आएको त म झापामा होइन झापाले पनि नगएको त छैन नि त उनीहरू पनि गएको छ तर खोइ कहाँ गयो म त भेट्दैन होइन किन को प्राय को होइन नि अब कोमा नजाउँ न अब कस्तो छ भने मस्ट अफ द यङ केटाहरू हेर त अब हाम्रै गाउँमा हेर न कतिजना विदेश गएको छन् विदेशमा त फेरि कतिजना चाहिँ यही क्यानाडाको भ्यान्कुभरमा आएका छन् या टोरन्टोमै गएका छन् मैले त धेरै चाहिँ मैले दिएको मेरो फ्रेन्ड सर्कलको झापातिरको चाहिँ अस्ट्रेलिया देखेँ अस्ट्रेलिया र अमेरिका अस्ट्रेलिया र अमेरिका देखेँ दुबई सुबई चाहिँ म खासै देखाएको छैन होइन दुबई पनि जाने जान्छन् होइन बेसै गरी वरि बसेका परि हुन्छ नि त एउटा अब हामी पछाडिको जेन वाइ एउटा कुरा भन्नु जेन वाइ जेन डब्ल्यू के हुन्छ अब त्यहाँ जेन भी यु ए सबै अब जेन बी सी डी तर मलाई कहिले यस्तो झापा चाहिँ लास्टै मिसन चाहिँ आयो लास्टै मिसन चाहिँ आयो है एउटा मिसकन्सेप्सन क्लियर गरिदिउँ तपाईँको के हो अन्डरस्ट्यान्डिङ तिम्रो के हो
झापाली फेरि लास्टै गफाडेमा भन्छन् वाट इज के हो है, त ल क्लियर गरौँ त मैले यसमा। फेरि लाइक झापाले भेटेको उसलाई मात्रै होला, म त्यस्तो छु त मैले लाइफमै भेटेको थिएन। म कहाँ गफाडे छु गफाडी छन् भनेर भनायो त यस्तो हो नि त, जसलाई इन्फर्मेसन बढी थाहा हुन्छ त्यसले नै त बढी Exactly. बोल्छ। ओ होइन र? होइन? तिनीहरू पनि थाहा नहुने झाडन मागेर बस्छ अनि तपाईँले त्यसलाई सोध्नु भएन झाडन के हो भनेर? पछि झाडन झाडन भन्छ त, अनि मैले भने अरे झाडन भन्दा मैले तौली भन्छ तौली भने मैले तौली ल ओके होइन, अब ऊ भन्छ झाडन। अब त्यो कुरो कहाँसम्म आयो नि गुगललाई सोध्ने कुरो आयो, वाट इज द नेपाली नेम अफ ढ्याक क्वेसन मार्क सहित तौलिया आयो त्यहाँ। त्यही पनि गलत भनेर अब यहाँ यामा मलाई गलत लाग्यो, दुइटा शब्द त मिले, दुइटा अक्षर त मिलेको छ तौली त। तपाईँले गुगल गरेर तौलिया आयो क्या, इन्टरनेट एक्सप्लोर गरेर भने मलाई झाडन आउँछ क्या। झाडन आउँदैन क्या त्यहाँ पनि, मैले सुनेको थिएन झाडन। शब्दकोशमा नभएको कुरा हो क्या, नेपाली डिक्सनरीमा नभएको कुरा। अनि छोप्ने भन्ने कुरा मलाई एकदम फ्रस्ट्रेटिङ हो क्या सुरुमा, कसरी कुन एङ्गलबाट छोप्ने क्या। अब मैले ग्लास छोपेँ अरे कसरी समय हो नि यो त, छोप्ने त यो होइन, छोपेँ ग्लास छोपेँ, किरा छिर्छ मैले ग्लास छोपेँ छोपेँ अनि छोपेलाई चाहिँ के भन्छ समाएर छोपेँ। हेलो त्यो मलाई झापा एकदम मिस हुन्छ त यार, त्यहाँको साथीहरूको यही रिलेटेड मैले एउटा मिम देखेको थिएँ आज, के इफ योर के फ्रेन्ड इज फ्रम बुटोलवाला टाइप वाला, अनि यस्तै त्यो वर्ड हुन्छ नि त्यसकै बनाएको थियो कि एउटाले। तर व्याकरण र नेपाली चाहिँ मिठास चाहिँ मलाई झापाकै छ, झापा नभनौँ पूर्व भनौँ, ओके एउटा मात्रै होइन। पूर्वको चाहिँ नेपाली र व्याकरण चाहिँ एकदम ट्याक्क प्रष्ट छ क्या, क्लियर कट। पूर्ण वर्तमान सब मिलाइवरी निपात पनि छ अलिकति सब हालेर दाइ पहिला कति पढेको यार यो ओलीको गफ त्यस्तै मिठो लाग्छ मान्छे है। ओलीको गफ मिठो छ नि, काम जस्तो काम नमिठो छ, काम त एकदम बकवास छ होइन, तर गफ कस्तो छ त्यसको, त्यो जतिको नेता त्यसरी त बोल्ने नेता कोही त्यसले त भाइ बोलेको गफकै भरमा अहिलेसम्म टिके ल होइन त, त्यही लाग्छ मलाई भने गफैको भरमा हो नि बोलेको यार, गफैको भरमै हो त्यो। फेरि हामी कोही पनि झापा भनौँ पूर्व भने बायस्ड होइन, मन पर्दैन, तर गफैको भरमा है। पुरीदेव रानी पोखरी ओली याद आउने सबै चिजहरू भन्छ के भन्छ, केरुङ खोइकै के अब रेन्ज चलाउँछु घर घरमै ग्यासको लगेन ल, त्यसले त्यो घर घरमा रेल ल्याउँछ कोही त भन्दै हिजो फेरि गाडीमा चढ्दा के फेरि अझ यस्तो अरे होइन, घर घरमा पाइप पुरानो अब आउटडेटेड भयो, घर घरमा खोइ के इन्डक्सन ल्याउँछु के ल्याउँछु भने इन्डक्सन चुलो गफैको भरमा है त्यत्रो पुरै नेपाललाई हल्लायो दाइ त्यसले त सिरियसली, पुरै नेपाललाई मेनिपुलेट गर्यो क्या गफको भरमा। होइन गरेको पनि दुई चारवटा काम गतिलो काम लाग्छ मलाई, के काम त्यसले गतिलो जस्तो एउटा चुच्चे नक्सा ल्यायो भन्ने एउटा भयो होइन, जे जस्तो भए पनि अफिसियल होस् नहोस्। अनि अर्को चाइना अब त्यो नाकाबन्दी हुँदा याद छ कि नै कस्तो तडप्त भएको थियो, चाइनासँग रिलेसन राख्छु भन्दाखेरि जतौ गरेर जानु त परेन नि त इन्डियामा, इन्डियाले आफै खोलिदिएको हो नि त, हो त्यो त्यति दुईटा काम मात्रै, त्यसबाट उता सबै गफाडी मात्रै। तर यसमा पनि मेरो अलिक फरक मत छ है, त्यो जब यसले चुच्चे नक्सा निकाल्यो नि बाटो चाहिँ फेरि यति बाटो मान्छेको इमोसन र सेन्टिमेन्टसँग यस्तो खेल्यो नि, पुरै ऊ चाहिँ अब नेसनलिस्ट भएर आयो क्या चुच्चे नक्सा निकाल्ने बित्तिकै। हेर न कस्तो खेल खेल्यो, क्लास 8मा 9मा 10मासम्म चुच्चे नक्सा निकालेको थियो नि, हो कि थिएन बुकहरूमा, बुकमा सम्म हालेको थियो क्या त्यसले त, क्लास 8को 9को 10को चुच्चे नक्सा भनेर पब्लिसै गरेन क्या भरे त्यो बुकहरू चाहिँ ड्राफ्ट बनाएर राखेको रहेछ, त्यो चाहिँ इन्टरनेटभरि हाल्नु गर्ने भरे त पब्लिक भरे रियलमा जब मान्छेले पढ्छ छैन। कुन आर्मी बस्छ त कस्तो कुन आर्मी, त्यो त्यो त जुन त्यो त दाइ एकदम मिक्स म्याच छ, त्यहाँ त छँदै छैन नि, त्यहाँ त छैन हो र, चाइनिज र भन्दैछु त। त्यो गरेपछि त्यो ओलीको जहिले पनि मान्छेले सोच्दाखेरि राम्रो छ यही नै भन्छ क्या, चुच्चे नक्सा गर भन्छ नि, पब्लिसै गरेन एक्ज्याक्टली यस्तो त्यसले इमोसनसँग खेल्यो हो, यसले कसैले नगर्नु होला त्यसले गर्नु कहाँ अहिले कहाँ देखाउँछ भाइ, पब्लिसै गरेन क्या, किताबै पब्लिस गरेन, फेसबुकमा भाइरल हुन्छ नि त्यही टाइपमा। ओली अब हेर ल, तपाईँ जस्तो हामी जस्तो पढेको मान्छेलाई त एटलिस्ट थाहा थिएन भने हाम्रो त चुच्चे नक्सा केही त तेरोले केही गरेन, हाम्रोले चुच्चे नक्साको लागि त गर भन्ने एउटा छ क्या। ओली त खोलियो नि दाइ, ओली चोर त
त्यसरी टिकेको छ अनि मुख राजनीतिमा छाड्दिनु क्या मुख पनि छाडिदियो दाइ मुख पनि छाड्दिनु क्या झ्यालबाट निको बोले यस्तो गरेर हेर्छ नि ट्याक्सी ड्राइभर होइन ट्याक्सी ड्राइभर मुख पनि छाड्दिनु क्या क्या चल्यो त्यो meme पनि छाड के भयो रोकेर रोक्न सकिनु बाबु तर है हामी कहाँ कहाँको मान्छेहरू न कहाँ कहाँ आइपुग्यो अब ऊ भाइ कहाँ हार तिम्रो घर हाम्रो गुल्मी म त गुल्मीको त भेट हुन्छ सोच्दैन ल गुल्मी ल हामी त भइहाल्यो नि कहाँको गुल्मी कहाँको बुटवल कहाँको होइन तपाईँहरू पनि त लाइक यहाँ आएकोसम्म थाहा थिएन होइन कसले भनेर थाहा भयो कि तपाईँ नवीनले होइन थाहा त हामी अलरेडी भेटेर सँगै पढिवरी आई मिन यहाँ आएपछि कि होइन दाइ त क्यानाडा भएको त फ्रेन्ड सर्कलमा थाहा हुन्छ नि त को कहाँ गयो को कहाँ गयो भनेर स्टोरी तर यी छ भनेर त मलाई 1% नै थिएन दाइ भ्यान्कुभर पनि भ्यान्कुभर फ्रेजर पनि उत्तिकै फेरि ल 8 नम्बर काटेर ढ्याक 10 मिनटमा 15 मिनेटमा आइहाल्छ हैन पुराइदिनुस् गर्न भएन थ्याङ्क यू भेटोस् भनेर ड्राइभर ढ्याक होल्ड अन है बस चढ चल्दिहाल जल्दी फेरि घरैमा उतारिदिन्छ मेरो त गरेमा अनि तपाईँ कता बस्नु त्यही 27 एभिन्यूमा हो 10 भनेको उता अहिले रिसेन्टली सरे है त्यो भन्दा अगाडि 33 मा बस्थेँ त्यही बाटो 33 डरबडी स्ट्रिटमा 33rd एभिन्यू हो क्या त्यही गाडी नै त्यही अब हाम्रो घरदेखि 15 मिनट हिँडाइ वकिङमा त्यही गाडी गयो भने ठ्याक्कै घर त्यही गाडीको अगाडि स्ट्यान्डमा उत्रियो अलिक पर चाहिँ अहिले सरेको रमाइलो भनेको त अस्ति हामी त्यो चन्द्रदाइकोमा गएको ओ चन्द्रदाइकै छेउमा हो त्यो हिन्दू बुद्धिस्ट फाउन्डेसनको अस्ति दाइ थिएन हाम्रो मेरो बर्थडेमा आएको त्यही उसको घर चाहिँ त्यसो क्या रमाइलो है दाइ रमाइलो छ त्यो घर लोकेसनहरु रमाइलो तर लोकेसन नजिकै छ दाइले दिन्छ हरेक थोक अनि सुविधा काडा पैसा मात्रै हुनु भ्यू पनि एउटा त राम्रो देखिन्छ नि टक्क फ्रेसबाट त हिमाल सिमाल पनि के हो त्यहाँबाट है त्यो रोडबाट चाहिँ राम्रो राम्रो देखिन्छ भ्यू देखि त विस्लरको डाँडा देखिन्छ क्या दामी सबै त्यहाँबाट चाहिँ गरेको हिमालहरू झट्क नर्थ भ्यान्कुभर देखिन्छ प्रपर देखिन्छ क्या राम्रो छ त्यहाँ ए तपाईँ चाहिँ 8 नम्बर चढ्यो ठ्याक्कै डाउनटाउन कुनै गाडी चढेकै छैन क्या म त्यो भन्दा ट्रेन पनि चढेको छैन क्या हो त्यही कलेज जाँदा मात्रै हो ट्रेन चढ्नु त नि बुढाट्नु तर त्यही गाडीले पनि पुऱ्याइन्छ कलेज चाहिँ हिँड्नुपर्छ अलिक बढी बुढाटकै नजिक हो नि त हाम्रो कलेज चाहिँ त्यो नि एक्सिडेन्ट होइन र ए तिमी कहाँ हो म त बर्नबी ए बर्नबी एलेक्जेन्डर भनेको मेट्रो टाउन कहाँ एक्सिडेन्ट बर्नबीमा हो र बुढाटमा हुने एक्सिडेन्ट नाइ एलेक्जेन्डर के उसको त मेट्रो ए हामी आज मेट्रो टाउन घर आएछौँ यार ए फोन गरेर हरायो भन्छ फेरि मेट्रो टाउनमा लाडे अनि तपाईँले अझै भने होइन म त मेट्रो टाउन गएर हराउँछु रे लामो फेरि कहाँ हराइन्छ अनि मेट्रो टाउनमा मलमा हराएँ रे फ्रेस भएर आज भेटेर कुरा गरेर है फ्रेसै भयो झ्याप जस्तो देखिन्छ कोक खाएर तपाईँ तपाईँहरू त भेटेको फर्मली त आशै होला भनौँ न अस्ति त कोसँग भेट भयो कहाँ कहाँ भेट अस्ति भयो त केही भएन नि अब यता यता गिजेले गरेछ यता दिवसले साथी के गरेछ बर्थडे नि रमाइलो भएर म त मजा आयो तपाईँहरू के नवीनसँग सँगसँगै निक्ल्यो कि त्यति बेर बस्यो चुर मात्रै खानु निक्लेको ए भुसा पाल्न भुसा पाल्न उसलाई पनि मजाले भेटेको थिएन मैले त्यहाँ हैदराबादीबाट चिनेको भनेको सुदीपलाई मात्रै हो क्या खारुलाई साउट आउट दिने कि केदेखि फेरि सुदीपलाई चाहिँ मोहित भाइ हुनुहुन्छ ऊ भाइबाट चिनेको क्या मोहित चिन्छौ ए तपाईँ साइकको भयो क्या दाइ अस्ति निशाल आएको थियो नि निशाल मेरो साथी के निशाल ऊ कुँवर त्यसलाई साउट आउट दिउँ न त्यसले भिडियो हेर्छ यार यसो निशाल ल मेरो साथी भाइ त के भन्नु निशाल भाइ भिडियो हेर्दैछ भने चाहिँ सब्सक्राइब गर है सब्सक्राइब गरेर लाइक गर सेयर पनि गर 5-6 जना साथीलाई है निश्चल अनि यसले तिनीहरू 5 जनालाई भन्नु अरु 5 जनालाई सेयर गर कमिसन चाहिँ आउँदैन नि फेरि त्यसरी नगर बाबु प्लिज प्लिज गर कमिसन दिउँला ह्यापी आवर चाहिँ हुँदैन ह्यापी आवर अनि त्यसले मलाई के भन्यो भने तपाईले के भन्नु मोहित काले भन्नु म चिन्छु मोहित काले तर त्यो मोहित काले अर्कै परेछ क्या मैले भनेको मोहित काले होइन त्यो हाम्रो त मोहित कालु हो नि फेरि प्यारो बाबु मैले त काले मोहित भनेको के यस्तो हैन बाबु त मिठास गोरै छ
गरे त छैन तर कृष्ण काले जस्तो टाइपको हो। मैले चिनेको मोहित काले फेरि अर्कै हो। तपाईँले काले भन्नुभयो त्यही रहेछ मोहित। निसा लाएर देखाउँछ यो त फोन गर क्या मलाई ऊ त एक्साइटेड भयो नि त मोहित काले दुश्मन साथी ओइ तिमी त भ्यान्कुभरै छ अरे भेट्न आऊ के भन्छ बोला म त काठमाडौँ छु अरे क्या मोहित कालेले फेरि को हो त्यो मोहित कालु काठमाडौँको मोहित काले त भ्यान्कुभरको अलिभाइ अलिभिया के अरे अलाभाइको अला भाया के अरे अलि भाइ ठिक छ अरू दाइको आएको कति भयो एकपल्ट चेक गरेर आउँछ कति भयो तपाईँ आएको यहाँ भइसक्यो अनि पढाइ चाहिँ गर्ने सकिन्छ 4 वर्षमा अब 3 वर्ष भइसक्यो है 3 वर्ष भयो आयो बस्यो गयो काम गयो तर दाइ एक किसिमले रुटिन लाइफ ठिकै छ यार यही ठिक है मलाई त्यही ठिक लाग्छ यार म ठिक लाग्छ दाइ कहिले कहिले कस्तो लाग्छ भने यस्तो के अब सस्टेन त नेपालमा पनि त हुन सकिन्छ नि त नेपालमा चाहिँ कस्तो सोचिन्छ भने अरे ठिक छ ठुलो हुनुपर्छ यो गर्नुपर्छ भन्ने त्यो धारणा आउनु स्वाभाविक हो तर यस्तै सस्टेन त नेपालमा हुन सकिँदैन त यहाँ भन्दा इन्जोय तरिकाले सस्टेन गर्न सकिन्छ क्या जस्तो अब यहाँनिर तिमीले यति कमाउँछ एउटा इन्कम छ राम्रो छ डलरमा तर एक्सचेन्ज पनि त डलरमै छ होइन त कम्पेयर गरेर भने ओहो यहाँ त मैले 2 लाख कमाउँदो रहेछु अब खर्च चाहिँ 1,80,000 छ होइन उता कमाएको त 30,000 खर्च 5,000 छ अनि उसले 25,000 सेभ गरेको छ यहाँ त सेभ 20,000 उहाँ चाहिँ आमा बाबुको घातको भात खाएर बिना रेन्ट तिरेर घरमा भ्यास सुतेर मस्ती गरेर नि अझै काममा किचकिच गरेर बाक गर्दिन भनेर घुर्की देखाउनु पनि पाइयो अनि साले के सोच्छ त मलाई यहाँ भन्न त ल मैले साले के सोच्छ भनेर जेले हाल्दिन्छ भोलिदेखि फेरि इन्डियन गरेर अवस्था यस्तो छैन त यहाँ भने कसो छ भने नेपालमा फेरि एकचोटि के अरे दसैँमा चाहिँ मुस्ताङ गएर फेरि आफूले रोजेको छानेको बाइकमा अनि पड्काएर हिँड्नेको मुख पारेर हिँड्नेको आफ्नोमा ट्याक्क कहाँ जान्छ केटाहरू पनि त्यस्तै एकचोटि उता एबिसी ट्र्याक लुगा फेरि कस्तो हुन्छ त्यो चाहिँ होइन हाम्रो चाहिँ एकचोटि त्यो मलाई फेरि नाम बिर्सियो यार खुमै डाँडा सबैजना हाम्रो कमन के अरे माथि इलाम कन्याम होइन कमदेखि माथि थाहा भएन थाहा छ क्या तपाईँ पनि कतिचोटि जानु भएको छ इलाम त मेरो ससुराली हो तर कन्यामदेखि माथि कन्याममा एकदम पिकनिक स्पट क्या अहिले जो पनि जाने भन नि त लु सबै गरेर रात बस्ने के मलाई नामै आने यार सुकेटार होइन के त ल भयो मैले बिर्सेँ मस्ती गरेर जे होस् धेरै मस्ती हुन्छ क्या भाइ नेपालमा अब यसो हेर्दाखेरि फेरि अलिकति भ्याल्यु अन्तु गएर हप्ता पछि जान्छ हुँदैन हुन्छ अन्तु त बाइक भएपछि जहीँ जान पाइयो नि पाइएन त जहीँ अब यहाँ बाइक लगाउनु त जाडो मरिन्छ कारै किन्नु भयो होइन खर्च फेरि त्यति नै छ कारमा त्यति नै फेरि ध्याडी लाउनु पर्यो यता तनाव छ क्या यहाँनिर एक किसिमले हेर्ने नेपालमा त्यस्तो अलिक छैन जे खुल्ला तरिकाले जिएर बस्न सकिन्छ क्या थोरै पैसामा भयो नेपालमा त कहाँ इन्जोय छ नि है अब यहाँ आएपछि थाहा हुन्छ फेरि अब अहिले नेपालमा बस्ने मान्छेहरूलाई त्यो कुरा ह्याङ लाग्छ क्या अनि मलाई म आउँछ भनेर फेरि यस्तो भनेको छ सोध्छ कि फेरि जब यहाँ आएर ध्याडी मार्छन् अनि ओहो नेपाल मेरो देश अनि अहिले हामी कस्तो हेर्छौँ कि राजा पो आउँदैछ कि कता के घन्टी बज्यो कि के हो कस्तो हेरिन्छ नेपालको लागि आस्ते खेल कमाइरहेको छ नेपाललाई चाहिँ नेपालीहरूले उता बसिरहेको नि नेपालमा त्यसलाई चाहिँ यहाँ कहिले आउँ फेसबुकको फोटोहरू देखेर उसले पुरा धुधुरात हुन्छ नि त कन्सल्टेन्सी धाएको छ केही काम गरेको छैन नि त अहिले खाटमा सुत्दाखेरि त कसले ल्याएर पैसा दिनु त उनीहरूलाई काम त गर्न जानु पर्यो नि त एटलिस्ट होइन त अन्तमा स्यालेरी आउँछ रमाइलो गर्छ नि त उनीहरू अब उनीहरू देख्छ हामी रमाइलो गरेको यहाँ ध्याडी मारेको देख्छ यत्रो काम गरेर 3 जना भेटेको रातिको 2 बजे कसले देख्छ ध्याडीमा गऱ्यो भने त्यसले यहाँ भन्दा राजालाई किन चाहिँ क्लब गर अझै क्लब गर कुन जान्छ एलओडी एलओडी प्लेटिनियम अनि यहाँ टाइम मिलाएर रातिको 1:30 बजे सुट गरेर अब एडिट गरेर भोलि 8 बजे काम अनि फेरि सुन्नु न मेनिपुलेसन चाहिँ यो हेरेर खुसी भएर कति बस्ती भन्छन् नि हेरेर त बाबा के हो यो विदेशमा त मस्त लाइफ त यो अब यहाँ भनेको कस्तो छ भने
अन्डर इम्प्लोइड भएर बसेको छ नि त हामी त्यही भने। होइन तिनीहरू त्यहाँनिर अन्डर इम्प्लोइड हुँदैन के कुनै पनि हालतमा हुँदैन स्किल छ बोल्न एउटा सानै सक्यो काम गरौँ भने पनि एकदम भ्यालिड काम हुन्छ क्या उनीहरूको लागि चिन्जान हुन्छ वरिपरि हुन्छ नि ओहो दाइ यता त्यता भन्ने केही हुँदैन यति त यहाँ साउलाई केही हुँदैन भनौँ सुन्नु न न यहाँको लेखी त नेपालको कामको त स्ट्रेस त जिरो 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 ब्रो जिरो मकै बुटेर खाइरहेको अफिसमा त्यही 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 जे मन लाग्यो त्यही ओहो हाहा गर्दै हुहु गर्दै अर्कै एउटा इन्डिपेन्डेन्ट फ्री फिल हुन्छ क्या अब के चिज गरिहाल्यो भने नि किन त अर्को छ भन्ने छ नि त त्यहाँनिर इजी यता त्यता चिन्जान नेटवर्क राम्रो छ नि त त्यहाँनिर अब यहाँ भनेको छैन नेटवर्क पनि अब साउले जति नै गाली सुन्नु न तपाईँलाई इफ यु आर टिचर इन स्कुल होइन नेपालमा मेरो अब एक्जाम एउटा सँगै भयो होइन त्यहाँ केही भयो झगडा सगडा र बाहिर आइज नि त सक्यो फेरि बाहिर आइज सक्यो अब यहाँ अब ल बाहिर आइज नि त भयो नि त के हो 911 ल त्योभन्दा अरू केही आइज फेरि नानीमा फेरि एम्बुलेन्स पनि उल्टै पैसा पनि दिनु पर्दो रहेछ फेरि आफै तिर्ने आफै पैसा फेरि दिनु फेरि एमएसपी छैन इन्सुरेन्स छैन उल्टै 800 बाबा थाहा छैन फेरि मान्छेले देख्दाखेरि ओहो यार क्यानाडा अझै भ्यान्कुभर ओ माय गॉड वान अफ द ब्युटिफुल सिटी तर यो तपाईँले भ्यान्कुभर ल यस्तै कुरै गऱ्यौँ भ्यान्कुभर चाहिँ कस्तो लागिरहेछ अहिलेसम्म होइन अब हेर्ने हो भने त भ्यान्कुभर राम्रो लाग्छ अर्गनाइज लाग्छ क्या मलाई जस्तो हरेक चिज ठ्याक 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 हो पैसा तिर्नुपर्छ पैसा चाहिँ पनि तिर्नु पर्छ यही चाहिँ एक्सपेन्सिभ त एक्सपेन्सिभ त धेरै एक्सपेन्सिभ छ क्या वाइल्ड एक्सपेन्सिभ तर एकदम एक्सपेन्सिभ भ्यान्कुभर त फेरि वर्ल्डको सेकेन्ड कि कतिमा आउँछ सेकेन्डमा फेरि पेरियड पनि त्यही अनुसार भएको हुन्छ नि त फेरि पेरियड चाहिँ त्यो लेभलको छैन गाउँ गाउँमा बस्ती बोलाउन क्या यिनीहरूले बोलाउने ध्याडी लगाउने यिनीहरूलाई ट्याक्स बुझाउने ट्याक्स बुझाउँदा सस्टेन मात्रै हुन्छ नि यहाँ ध्याडी त गर्नु पर्यो उनीहरूकै पिपलहरूको लागि नै ध्याडी गर्नु पर्यो नि त हामीले यहाँ लोकल क्यानाडियनहरू हामी यस्तो ध्याडी गर्छ होला र गर्दैन त्यसरी गर्छ अनि उनीहरूको लागि सेवा गर्ने हामी अनि त्यो पैसा आएको पैसा पनि दिए जस्तो गरिदिने तर फेरि कटाक फेरि यहाँ कम्पलसरी छ नि त ल्याबिलिटिजहरू कम्पलसरी गर्नै पर्यो दिनै पर्यो हो त्यस्तो खालको छ क्या त्यहाँ म दिन्न एनसिएल जस्तो छैन नि त नेपालको एनसिएलमा त म हाल्दिनँ ल पैसा बरुले काटिदिन्छ नि पाइयो नि त बरु लोन के अरे त्यो फोन गरेपछि उताको पैसा काट्ने छ लो ब्यालेन्स कल उठाउँदा पैसा काटिन्छ फेरि यहाँ गरौँ लो ब्यालेन्स कल अब यहाँ ठ्याक 1 महिना हुने बित्तिकै टिङ अघि काटिसक्यो अटो भइसक्यो काटिसक्यो त मेरो कति 57 हानिसक्यो 57 हो ट्रान्जिटमा नतिर्नु त पैसा ट्रान्जिटमा अनि अब भोलि त टिट हुँदैन ड्राइभरले यस्तो हेरेर त ड्राइभर दाइ पुलिस आएर चेक आएर भने 175 हानु अनि हो त्यो मलाई यहाँ त्यो लाग्छ कि अलिकता तर म यसमा दाइ थोरै अलिकति डिफरेन्ट टेक राखौँ अहिले पनि म थोरै भन्छु तर अहिले हामी एज ए स्टुडेन्ट हुँदाखेरि चाहिँ स्ट्रगल म मान्छु जहीँ पनि भ्यान्कुभर भनौँ अस्ट्रेलिया भनौँ क्यानाडा भनौँ जहीँ पनि दुःख यही हो तर वान्स पढिसकेपछि राम्रै पढ्यो ठिकै पढ्यो लेभलमा पढ्यो र राम्रो काम पाइयो भने चाहिँ लङ टर्म फ्युचरको लागि चाहिँ नट ब्याड भन्छु म फेरि लङ टर्म फ्युचरलाई चाहिँ जस्तै अब 3 वर्ष वर्क पर्मिट मात्रै हुँदैन पिआरसिआर बन्न सकेर लङ टर्म गरेर किनभने यस्तो छ क्या दाइ अहिलेको केसमा तपाईँले नेपालमा बसेर मैले माने हाम्रो लेभलमा म 50,000 60,000 भन्दा धेरै चाहिँ देख्दिनँ एटलिस्ट अहिलेको लागि स्यालेरी बेसिसमा अब बिजनेस गरेर पनि लाख 2 लाख अरू कुरा तर हाम्रो केसमा 50-60,000 भन्दा बाहेक देख्दिनँ त्यो मस्ती गरेर सधैँ 50-60,000 भन्दा र यहाँ थोरै गाँड फटाएर त्यो गर्नु र वर्क परिवार राम्रो काम पाएर ठिक्क काम पाएर ओभरअल 5-6 वर्ष पनि भन्दिनँ 10-15 देखि चाहिँ नजाउँ म 15 देखि नजाउँ भन्छु म पनि नेपालै फर्किने 15 वर्षसम्म ठिकै स्ट्रगल गरेर राम्रो गऱ्यो भने ओभरअल सम चाहिँ धेरै एटलिस्ट नेपालमा एउटा घर भनेको ठाउँमा जग्गा त्यतिको चाहिँ हुनसक्छ र हुन्छ जस्तो लाग्छ है मलाई त्यो चाहिँ मेरो अन्डरस्ट्यान्डिङमा हो त्यतिको चाहिँ लाइफ तिमीले त्यसरी लिएको छौ नि त मैले त्यसरी लिँदैन नि त कतिलाई भनेको आजको मोमेन्ट मात्रै जिउने पनि त हुन्छन् प्रेजेन्ट लङ टर्म प्लान मेरो जस्तै लङ टर्म भन्ने पनि हुन्छ अब तिमी आफै सोच न तिमी आफै सोच ल अब यहाँ तिमीले 15 वर्ष गाँड फटायो होइन तर गाँड फटायो अब अघि अब अघिको दाइ भन्दै हुनुहुन्थ्यो वर्क परमिटमा आएर र स्टडी परमिटमा आएर केही फरक देखेको छैन म एउटै पिआर पनि भयो अरे ल यहाँ व्यापार गर्न त सकिन्न हामीले के गर्न व्यापार गर्न त इमिग्रेन्ट सकिन्छ एकदम लो लेभलको व्यापार हो क्या त्यो पनि एकदम स्ट्रगल गर्ने अब एउटा चटाक चुटुक राखेर ल गर्छु है भन्ने खालको त्यो तरिकाको क्यापिटल पनि त हुँदैन नि त
त्यसमा म त्यो अब तिमीले भनेको बुझे मैले त्यो यसरी पनि बिना पैसाको पनि बिजनेस हुन्छ यहाँ होइन त्यो त भन्दिन युट्युबमा सर्च गर्ने भने बिना पैसाको पनि बिजनेस सुरु गरिन्छ भोलि मल्टिबिलियन हुन्छ यहाँ तर क्यापिटल चाहिन्छ नि त हरेक चिजमा क्यापिटल जोडेर क्यापिटल गरौँ ल भोलि नचल्दैला भने रिस्क लिन सक्छौँ त हामी त्यो त हुँदै गाड फटाएर 15 वर्ष कमाएको छ त्यो पनि फ्याट्ट सबै लग्ने भने त के गर्ने त यहाँ भन्ने कुरा आउँछ हो त्योहरू देख्दाखेरि अब कस्तो लाग्छ भने नेपालमा भनेको तिमीलाई 50-60 हजार कमाउने भनेको होइन अब यहाँनिर तिमीले 50-60 हजारमा नेपाल 50-60 हजार कमायो यहाँ तिमीले कमायो भने ल $3,000 $3,000 यहाँ एक्सपेन्सेस कति भयो त 2,000 भयो बच्यो 1,000 त्यहाँ 50-60 हजार छ उसको एक्सपेन्सेस 10,000 हुन्छ 50,000 उसले सेभै गरौँ अर्थात् उसले व्यापारै गर्नु पर्यो भने पनि यता ऋण कर्जा ला हु हा हु छर छिमेक यता नाताको त किस्ता पुरै गाउँ गाउँमा बचत सिस्टम यहाँ कहाँबाट ल्याउँ बचत सिस्टम क्रेडिट स्कोर अरे के अरे त्यहाँ पुरै एकदम हुन्छ नि फर्मेटमै जानुपर्ने फर्मालिटीमै जानुपर्ने मलाई सोच आयो म गर्छु भन्ने खालको छैन क्या यहाँ अनि अर्को भनेको यहाँ नेटवर्किङ बढाउन ओर्न तिमी फेरि जिरो फेजबाटै जानु पर्यो मलाई त अलरेडी छ एक्जिस्टिङ नेटवर्किङहरू तिमीले भोलि त्यहाँ व्यापार गर्नु पर्यो भने त्यहाँनिरको स्कोप धेरै स्ट्रङ देख्छ अब त्यसो गर्दा मान्छेहरूले गरेका पनि छन् नि यार भाइ नेपालमा बसेर पनि जग्गा जोडेको छैनन् र अब एउटा मलाई के लाग्छ भने इकोनोमी नेपालको इकोनोमी डिस्ट्रिब्युसनमा म त इकोनोमी पार्ट छुनु भन्दा तपाईँलाई फेरि म थोरै काउन्टर गरिहालेँ तपाईँले भनेको कुरामा चाहिँ मेरो लागि एटलिस्ट मेरो अन्डरस्ट्यान्डिङमा चाहिँ म्याथ इज नट म्याथिङ मेरो लागि किनभने तपाईँले भन्नु एकदम सही सबैको सोच के हो त लङ टर्म हो कि सर्ट टर्म हो मेरो चाहिँ एकदमै लङ टर्म छ लङ टर्म एज इन एटलिस्ट पेरेन्ट्सलाई बोलाएर 5-6 वर्ष अब मर्न त दाइ अहिले त गाड फटाइदिन्छ अहिले फ्याट्टै मऱ्यो भने त देखिएन नि त नेपालमा पनि तपाईँ 30,000 कमाउँदै हुनुहुन्छ 30,000 कमाउँदै त्यतिखेरै मर्यो मर्ने रिस्क त जहिले पनि हुन्छ सुन्नु न त्यो त सकिएको यहाँ पनि नरमाको भन्ने मेरो लाइफमा चाहिँ त्यो लगेको एटलिस्ट छैन नरमाकै भन्ने चाहिँ मान्दिनँ मेरो लागि जस्तो म प्रेजेन्ट बाँच्दैछु नि यो पनि मेरो लागि चाहिँ रमाइलो मेरो लागि यो रमाइलो साइलेन्टमा बस्दा पनि रमाइलो लाग्छ सुन्नु न लङ टर्म प्लानिङमा चाहिँ त्यो गर्ने भने एटलिस्ट मेरो अन्डरस्ट्यान्डिङमा मेरो फ्युचर के छ मेरो प्लानिङ के छ त्यसमा चाहिँ नेपालको थोरै चिज छ किन भन्दा मल्टिपल फ्याक्टर छ क्या अहिले आफै नेपालीहरू नेपालबाट म गएर बरु यहाँ म क्यापिटल इन्भेस्ट गरेर एउटा बिजनेस स्टार्ट गर्छु र तर अहिले त्यसमा नेपालमा गर्दिनँ क्या किनभने अहिले हेर्नु न पोलिटिकल इन्स्टेबिलिटी हेर्नु इकोनोमिक कुरा हेर्नु अब यस्तो हेर्नु है त ल अहिलेकै इक्जाम्पल दिन्छु यत्रो आन्दोलनमा जेन्जी सेन्जी भयो को आएर त्यो के भन्छ घुसपेटिया भयो के भयो भन्छ होइन त्यही हाम्रो दुनियाँ त्यो मासु भएको दुनियाँ के भन्छ बिजनेस डढाइदियो दोकान डढाइदियो के डढाइदियो त्यसमा त रिस्क त त्यहाँ पनि त छ नि त होइन जस्तै अब हेर्नु त यत्तिकै त्यो भाटपेटी जलाइदिएर यत्तिकै बिचराको अब एमालेसँग एसोसिएट भएको छ भने चाहिँ जलाइदियो मैले भन्ने के छ भने सो यो टेक इज लाइक लङ टर्ममा चाहिँ 15 मा काम सुन्नु न लाइक ह्याप्पी काम गर्ने ह्याप्पी पनि ओके इफ यु वान्ट स्टार्ट योर ओन बिजनेस हियर है फेरि स्ट्रगल चाहिँ देयर टु मच हियर क्यानाडामै अथवा जहाँ पनि एज ए इन्टरनेसनल स्टुडेन्ट यो त ह्याप्पी दिनु पर्दैन नि दिनुपर्छ अनि यस्तो हो कि ह्याप्पी दिनुपर्छ नि फेरि रिस्क दिन पनि अब अलिकति कस्तो भन्छ अब एउटा दुई खालको अनसर्टेन हैन कुनै रिस्क भए पनि ठिक छ रिस्क के त भन्ने एउटा हुन्छ रिस्क बिना त जान्छ होइन भनेको सिरिजमा मजा लाग्छ जापाली भयो ल म त एउटा मेरो लागि 10 रुपैयाँ छ सुन्नु म तपाईलाई कन्क्लुडै गरिदिन्छु मेरो लाइफको मोटो भनेको चाहिँ तपाईँलाई म कन्क्लुड गर्छु म रुड पनि भएको होइन एरोगेन्ट पनि भएको होइन मेरो लाइफको मोटो भएको भनेको म नेपालमा बस्छु जहाँसुकै भनौँ महिनाको 30,000 आएर चाहिँ म मस्ती गरेर बस्न सक्दिनँ मेरो चाहिँ मोटो ल त्यो महिनाको 30,000 आएर चाहिँ घर आमाको भात खाउँ बाउको भात खाउँ जसरी आओस् महिनाको 30,000 आइरहेको छ र मेरो पोटेन्सियल कहाँ छ म त्यहाँ चाहिँ मस्ती गरेर बस्न सक्दिनँ मेरो चाहिँ ठिक त्यो महिनाको अब यहाँ पनि त ल अब तिमी कस्तो गर्दैछौ भने यहाँको फ्युचर र नेपालको प्रेजेन्टलाई दाँच्दैछौ क्या त्यो त कम्पेयर भएन नि त यहाँको फ्युचर दाँच्यो भने नेपाल पनि फ्युचरलाई दाँच्छ नेपालको फ्युचर 30 हो त एकदम भोलि व्यापार गर भने ती भन्दा बढी कमाउने पनि छैन नेपालमा सक्छ तर त्यो भनेको प्रोबेबिलिटी कम छ एटलिस्ट यहाँ प्रोबेबिलिटी चाहिँ हाइयर छ त्यो त मान्नै पर्छ तिम्रो धारणा हो त्यो तिमीलाई लागेको कुरा मेरो अन्डरस्ट्यान्डिङ तिम्रो अन्डरस्ट्यान्डिङ अब भाइ धेरै कुराले फरक पर्छ क्या यहाँ पनि अब तिमी आफै भन्नु एउटा त अब यहाँनिर ल मान्छेले रेसिस्ट हुँदैन मान्छे त भन्छन् तिमीलाई लाग्छ छैनन् होला अभियसली धेरै छन् भाइ धेरै थिमसँगले मिलेन होला हैन प्लिज यो त मैले अब हो त्यही भन्दैछु अब तिमीले भोलि नेटवर्किङ गर्न थाल्यो भने पनि मान्छेहरूले जजमेन्ट तरिकाले हेर्छ कि यसले केही गर्न आँटो
एउटा मोटिभेसन इन्करेजमेन्ट हुन्छ नि त मान्छे नेपालमा छ के भाइ त्यो इन्करेजमेन्ट तिमीसँग नेटवर्किङ छ भने तिमीसँग इन्करेजमेन्ट छ दुईटा मात्रै पावर छ क्या नेपालमा कि त अब वंशको पैसा भएर ढाक्क होइन पहिलेदेखि नै आजु बाजुहरूको पैसा जग्गा जमिन ट्याक्सुक भएर चाहिँ कि आर्जु राणा देउवा हुनु पर्यो तर जे भन्दा पनि हामीसँग दुईटा कन्क्लुजन आयो यस्तो भयो सर्ट टर्म ह्याप्पिनेस र लङ टर्ममा त्यसमा डिभिजन देखियो क्या को सर्ट टर्म हो को लङ टर्म हो यीबाट कुरा चाहिँ कन्क्लुड गरौँ नेक्स्ट टपिक पनि आउँछ के हो ठिकै छ त के सर्ट टर्म र लङ टर्म भन्छौ तिमी मैले त्यही भन्न खोजेको क्या कम्पेरिजन भनेको अब आफ्नो आफ्नै हुन्छ सुवर्ण दाइको लङ टर्म भिजन भयो हामी वी आर जस्ट लिभिङ इन अ मोमेन्ट टाइपवाला भयो व्हाट्स योर टेक तपाईँको चाहिँ के छ नै मैले चाहिँ के भन्न खोजेको भने यस्तो हो मान्छे भएपछि लङ टर्म पनि सोच्नु पर्यो सर्ट टर्म पनि सोच्नु पर्यो तर प्याराडाइज चाहिँ सर्ट टर्मलाई अलिक बढाइदिउँ भनेर 60-40 हो क्या तपाईँलाई म थोरै काटौँ तपाईँलाई पनि सोच तपाईँले थोरै काटौँ म ल यो भइहाल्यो होइन जस्तै नेपालको प्रेसिडेन्ट जस्तो बिग्रियोस् ल मानौँ राम्रो छ अरे तपाईँलाई एकदम मैले जेन्युन एन्सर सोधेको ल तपाईँ चाहिँ एज अ नेपालमा अहिले फ्री हुनुहुन्छ फ्री एज इन यहाँको प्रेसर चाहिँ केही पनि छैन ल तपाईँलाई चाहिँ ठिकको क्यापिटल पनि छ एभाइलेबल पनि छैन एउटा मिडल क्लास फ्यामिलीको जुन चाहिँ क्यापिटल छ नेपालमा भने हाउ वुड यु अप्रोच कसरी तपाईँ त्यहाँ चाहिँ हुन्छ नि हेभी लाइफ अथवा राम्रो लाइफ बनाउनलाई चाहिँ कसरी अप्रोच गर्नुहुन्छ नेपालमा चाहिँ धेरै छ नि यार बाबु त्यहाँनिर अब जस्तो म तिमीलाई भन्छु जग्गा सबभन्दा मेन नेपालमा भनेको रियल इस्टेट हो क्या लाल पूर्जा नेपाल लाल पूर्जा नेपाल त्यो थाहा भयो नि त रियल इस्टेटमा मान्छेले दिमाग लगाउन सक्यो भने बेस्ट कमाउँछ क्या त्यहाँदेखि अब यो ध्याडी गरेर कमाउँछ भने ध्याडी यहीँ हो ध्याडी गरेर कमाउने भनेको यही यस्तै ठाउँमा अस्ट्रेलिया क्यानाडा यस्तोमा ध्याडी गरेर कमाउने हल्का दिमाग लगाएर कमाउने भनेको नेपाल जस्तो ठाउँमा हो कमाउनेले कमाउने लाटो फेरि लाटो भइरहेको छ त्यहाँनिर त्यही हो तर बाठो भनेको यहाँ बाठो पनि लाटो हुन सक्छ फेरि तर त्यहाँ फेरि बाठो लाटो हुँदैन क्या बाठै हुन्छ त्यहाँनिर त्यति भन्न खोजेको मैले बुझ्दैन अब बाठो भए पछाडि भनेको उसले जसरी भए पनि अब केटाहरू केही कामै नगरे पनि दिनै पछि बियर खानलाई पैसा काहीँ न काहीँबाट जुराउँछ हुन्छ बाबामासँग पनि नमागिकन एउटा टपिक चाहिँ मलाई यो भन्नै मन नेपालमा होइन तपाईँसँग एउटा केही जब पनि छैन सुक्खा युआर लाइक जस्ट टोले लाइक हुन्छ नि ह्याङ आउट भइरहेको एउटा स्पटमा त्योसँग फेरि म त्यो खुमै डाँडा जाने पनि पैसा छ ट्रेक अथवा एबिसी जाने ट्रेक पनि त्यसलाई पैसा छ पोखराबाट बुलेट भाडामा लिएर फेरि उहाँ मुस्ताङ जाने पनि पैसा बाबालाई मागेको पनि छैन म त्यही अब यहाँ ल तिमीलाई एउटा कुरा भन्छु ल म अब यहाँ एउटा बुलेट बाइक अब नेपालतिर बाइकको अलिकति छ यहाँ क्रेज यहाँ कारको छ क्रेज होइन अब उता नेपालतिर त बाइकको छ नि त क्रेज ल इक्जाम्पल मानौँ ल मसँग चाहिँ बाइक चढ्ने हैसियतै छैन तर मलाई बाइक कुदाउन आउँछ अब दुईटा भन्छु अब नेपालमा मलाई बाइक कुदाउन आउँछ तर बाइक किन्ने हैसियत छैन र भ्यान्कुभरमा पनि मलाई बाइक कुदाउन आउँछ तर बाइक किन्ने हैसियत छैन नेपालमा तिमी बुलेट पनि कुदाउँछौ R15 पनि एनएस पनि कुन छ त्यहाँ आँखाले देखे जति सायद यहाँ कुदाउ त अब ल हेरौँ भ्यान्कुभर कुदाउँछ त्यही बाइकहरू भ्यान्कुभर त एनएसै पाउँदैन कार कुदाउन फरारी कुदाएर देखाऊ ल्याम्बोर्गिनी कुदाएर देखाऊ नेपालमा फरारी नै पाउँदैन त्यो हो कि होइन त्यो त अब देश अनुसारको सिस्टम भाइ अब म फरारी नै कुदाउँछु नेपालमा नि फरारी त्यसरी कम्पेयर गर्ने होइन क्या अब आफू जहाँसम्म तपाईँको मैले एसेन्स बुझेँ तिमी चप्पल लगाएर हिँडिरहेको छ ए म त नाइकीको जुत्ता भन्ने होइन क्या कुन राम्रो चप्पल त्यो चप्पलमै कम्पेयर गरेर नाइकीमै कम्पेयर गर्ने अब यहाँ कार छ बेलुन चप्पल कि हात्ती चप्पल भने लास्ट चलेको थियो एकदम निरो दाइ तपाईँले हात्ती चप्पल भन्दै हिलो प्याट्टो है स्कुल जाँदा मलाई याद हुन्छ कि हात्ती चप्पल भन्ने सेतो युनिफर्म हुन्थ्यो सिद्धार्थको होइन सेतो छ सेतो प्यान्ट अनि अब कट्नु कहीँ अब गइयो भने प्याट्ट लगाएको छ नि प्याट्ट यहाँसम्म त छ हिलो हात्ती छाप अरे डिसिपेयर भयो होला खै म त म देख्छु हात्ती छाप कहाँ देख्छु भन न बाथरुममा चुट्टे पनि मैले त कति देख्छु हात्ती छाप भने नि तलको त बिड जान्छ नि होइन अनि तल काँटी हालेर क्या
त्यो एउटा त अर्को तपाईँले हुन्छ नि स्पाइडरको माथि त्यो है म त लगाएर मेरो फेभरेट छ भन्छ त्यो कस्तो त्यो फुटबल खेल्न चाहिँ बेस्ट एउटा यहाँ सबै जग्गा स्पाइडरको प्लास्टिकको छ, तर स्पाइडरको चाहिँ रेड कलरको रेड कलरको चाहिँ टाउको हुन्थ्यो के कि दुलो दुलो यस्तो नेटवाला टाइपको नाइ त्यो छैन तिमी अलिक यङै पर्यो खोइ कि त्यो क्या के हो? त्यो त अब मैले यहाँसम्म खासै आउँदै चप्पल गरेको लाइनँ हिँडोमा हिँड भने त यहाँसम्म हुन्छ त्यो चाहिँ फुटबल खेल्न बेस्ट के फेरि ट्विक ट्विक गरेर पुरै मजा आउँछ Best त्यो गरेको हान्दा थियो। ओर्दा यस्तो खुट्टाहरूको यस्तो अँ। दुख्दैन थियो कि अब यस्तो साइड हुन्छ नि दुख्दैन त्यो- थियो। ए क्रक्स टाइपको होइन होइन त्यस्तो होइन। अब के भन्ने काइन्ड अफ क्रक्स तर क्रक्सको चाहिँ अब कस्तो? छोपेको हुन्छ नि त कस्तो? होइन तर मजा भयो आज भन न भाइ त्यसपछि अर्को एउटा त्यो भयो चप्पल अरू चाहिँ तपाईँ के सम्झिनुहुन्छ ए चप्पल पुरानो हामी सम्झिँदा के चाहिँ याद आउँछ हाम्रो कमन मलाई त पिट्टु याद आउँछ पिट्टु खेलेको छ नि ढाडमा हान्ने चुङ्गीले नाइ पिट्टु के हो पिट्टु मलाई भन्दा first राष्ट्र time खेल हो नि कस्तो हुन्छ राष्ट्रिय अब ढुङ्गाको अब ए घर जस्तो बनाएर flat- बुझ्यो flat- बुझ्यो flat बुझ्यो ढुङ्गा हुन्छ बुझ्यो होइन? अब 12-15 कतिवटा ढुङ्गा बनाएर एउटा अब हामीले स्टेप वाइज स्टेप गरेर त्यसलाई अब ब्यालेन्स गरेर राख्यो टावर जस्तो बनाएर अनि परबाट अब टर्न वाइज टर्न हुन्थ्यो हान्ने टर्न अब दुईचोटि हान्ने एकचोटि हान्ने बलले मच्चाको बल हुन्थ्यो क्या मच्चाभित्र अब निलो कलरको मजा जुनसुकै मजा आउँछ। निलो कलरको स्पुन घरमा एभाइलेबल छ डल्लो के अनि हो त्यो अब लगाएर जसले लगायो अब ठ्याक्क हामीले हान्यौँ भने अब त्यो मान्छे चाहिँ अब लडायो नि त चेक त्यो गरेर अब त्यो मान्छे भाग्छ अनि अब त्यही मान्छेको टिमहरूले मिलेर त्यसलाई फेरि टावरै बनायो भने चाहिँ जित्यो त्यसले त्यस्तो खालको गेम त्यो मोबाइल मात्र राख्छ टाढा गाउँमा खेल्छ भइरहेछ भाइ कति मिनट भयो 48 भयो होला ब्रो व्हाट द फक हो? 48 43 48 43 भयो के नाम ए लुक्का आएर चाहिँ खजाना हेर बा हामीलाई चाहिँ पोल्ड दिएर गेम चाहिँ के अरे पिट्टु 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 लास्ट रमाइलो नै मलाई एउटा याद आउँछ यार गोला 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 पनि सनराइजमा खेलेको गोला पनि राष्ट्रिय भन्दा हल्का तल त पर्छ नि गोला पनि कुर्बान जतिखेर पर्छ नि कुर्बान जतिखेर पर्छ नि गोला है छ्या के हो गोला भनेको चाहिँ बुझेन त गोला गोला त वाइल्ड यार भाइ अझ रुखको त जरामा पनि होइन कस्तो रुख छोड्नु पर्यो टिमले तन्काएर जरा खोज्दै खोज्दै हामीले त त्यहाँ कलरको जरा त उहाँसम्म पुऱ्याइसकेको थियौँ हामीले अर्को रुखसम्म गोलाले गोला खेल्नलाई केटाकेटीको आक्को अर्को एपिक भनेको चाहिँ लुकिडुम लुकिडुम भाइ क्रेजी मलाई मेरो फेभरेट लुकिडुम याद आएर हाइड एन्ड सिक लुक्दिने यस्तो परेर राम हजुरबाहरूको बाँस गाडीमा होला थोरै उता एउटा कुरा गर्ने एकदम गरम होला तपाईँसँग राजनीतिक कुरा गर्ने एकदम अहिले नेपालको त लास्ट के हो र यार हो वाट डु थिङ्क फेरि त कुलमान पनि ल चल्दियो यार नेपालको कस्तो छ भने मलाई भाइलाई अरू त हुँदैन लेट्स टक पोलिटिक्स के छ कसो छ थोरै अब हामी पनि उयो एउटा जेनजी होइन सो त्यही अनुसार कुरा गरिदिउँ न त मलाई चाहिँ अब राजै ठिक लाग्छ क्या अनेस्टली भन्नु राष्ट्रपतिको ठाउँमा ठ्याक्क राजालाई राख्दिने त्यो राष्ट्र ऊ त के भन्छ नि एक्जेक्टिभ टर्म के भन्छ खै के कार्यकारी भन्छ नि संवैधानिक राजतन्त्र होइन होइन त्यो पनि हो तर खै पूर्ण निर्वाचित कार्यकारी समथिङ त्यस्तो के भन्छ क्या त्यो भनेको जे प्रेसिडेन्ट रामचन्द्रको ठाउँमा चाहिँ राजा ऊ चेन्जै नहुने क्या राजा कहिले चेन्जै नहुने हो राजाकै छोरा नाति उनीहरू नै भइरहेछन् क्या तिनीहरू चाहिँ होइन किनभने रिजर्भिङ हो नि त किन नेपालमा सिस्टमै त्यही छ ल अब कि त ल जग्गा अब आफै छ त ल तिमी राजा भयो तिम्रो जग्गाको राजा तिमी भयो सिम्पल एउटा कुरा भन्दा एकदम तपाईँलाई इक्जाम्पल दिनु हामीले पनि गर्यो नि हाम्रो मानिलिउँ यो घर छ होइन यो घर मैले ओन गरेँ हो मेरो घर हो मैले अब वर्षौँदेखि कसरी गरेँ मेरो बाबुले दिएको कि आमाले दिएको कि मेरो हजुरबाउले दिएको मलाई थाहा छैन मेरो नाममा मेरो घर छ भनेपछि यो घरको मलाई कति माया लाग्छ अब तपाईँ आउनुभयो 2 महिना भाडाको लागि त्यति नै माया तपाईँ गर्न सक्नुहुन्छ गर्न सकिन्छ पनि तपाईँको नियत छ भने तर बसुन्जेल अब त्यो चाहिँ बसुन्जेलसम्म गऱ्यो भने त हो नि त तर हाम्रो खाते चोरहरूले चाहिँ गरेन नि त लगभग रुम चाहिँ सबै इन्डियातिर रेन्टमा दिइसके त्यही म त्यही भन्न खोज्दै इक्जाम्पल लगाएर हेर तिम्रो जग्गा छ अरे होइन तिमीले अब अन गर्यो एउटा जग्गालाई कहाँसम्म जोड्यो 1 कट्ठा जोड्यो 2 कट्ठा जोड्यो 50 बिघा 100 बिघा जोड्यो 1 बिघा जोडे ल 1 बिघा जोड्यो अब मर्यो तिमी अरे छोराले दिन्छौ
दिन्छ अटोमेटिक जान्छ त्यो त अटोमेटिक सिस्टमै त्यही छ नि त नेपाल सिस्टमै किनकि छ। सरकारले लिनु पर्यो न त छोरोलाई अब जान्छ अब राष्ट्रको कुरामा चाहिँ त्यही छ क्या फेरि अब राष्ट्र अब राजाले लिएको हो नि त त्यो पुरै नेपाल त अनि होइन त अनि अब उसले उसकै छोरालाई दिन्छ नि त तर अहिले यो तर यहाँ चाहिँ अब त्यो छैन तर अहिले एटलिस्ट अहिले यो केसमा हामीले यो भिडियो रिलिज हुँदाखेरिसम्म चाहिँ अहिलेसम्म गठबन्धन हुने कुरा थियो कुलमान रवि र बालेनको तर आजको डेटमा ठ्याक्क आज चाहिँ अब यो चोर कुलमान घिसिङ फेरि एक्जिट भयो र अहिले चाहिँ म एकदम त्यो चोरै राजा चाहिँ नभन चोर नभनौँ किनभने यो इलेक्ट्रिसिटी तर मैले ल चोर हुन्छ सुन्नु न राम्रो हो यसमा मेरो फरक मक छ मैले चोर भनिनँ तर यो जुन यसले स्टेप लियो नि दुनियाँले चाहिँ भनिसक्यो हरकतले चाहिँ चोर भनिसक्यो फेरि मान्छेले नेपालीहरू एउटा यस्तो नभए चाहिँ 10 वटा राम्रो काम गर्यो एउटा नराम्रो काम गर्यो त्यो एउटा नराम्रो कामलाई नभए- पोइन्ट गरे नभए चाहिँ नि बालेन भन्दा पनि र रवि भन्दा पनि मलाई पनि ठिक चाहिँ कुलमानले गर्छ जस्तो लाग्छ है मेरो अन्डरस्ट्यान्ड किनभने उसले अरूले त बोले मात्रै स्ट्याटस लेखे मात्रै सबैले राम्रो गरेको छ तर उसले त डेलिभरी गरेर देखाएको छ नि त दाइ या त्यो सम्झिनु न दमका जाइ पनि भित्तामा हुन्थ्यो सेड्युल कतिखेर लाइन जाने कतिखेर आउने 24 घन्टा बत्ती आउनु नेपाल जस्तो देशमा इज नट अ जोक उसले त डेलिभरी गरेर दिएको छ तर उसको के अलिक खिच्चापन गर्यो क्या यहाँ गर यो पार्टीमा हो यसमा फेरि होइन फेरि उसमा चलिदियो अब यस्तो हो क्या सुन्नु न अब जस्तै यो भयो होइन अब यसपछि फेरि हेर्नु न अब नयाँ ट्विस्ट आउँछ कि फेरि किनकि भित्री लाइक त्यो हुन्छ नि हिडन कुराहरू फेरि थाहा फेरि यस्तो हुन्छ मैले बुझेको चाहिँ होइन पोलिटिक्समा यस्तो सुन्नु न, हुँदैन मैले लु भन। जस्तै अस्ति बालेन रवि अनि कुलमान भेटे होइन अब त्यो हिडन कुरा कसैलाई पनि थाहा छैन फेरि कसरी भेटे कसले भेटायो आई मिन त्यो थाहा छैन अब अहिले आएर फेरि कुलमान छुट्यो अब त्यो चाहिँ हिडन कुरै भयो अब फेरि कुलमान छुट्नुको चाहिँ फेरि हिडन कुरा आउँछ कि एकछिनपछि होइन मैले देखेको चाहिँ पोलिटिक्स के रहेछ भने जति हामी देख्छौँ नि ब्रो त हुँदै होइन के नदेखेको कुरा चाहिँ रहेछ क्या पोलिटिक्स नदेखेको कुरा चाहिँ हो ब्रो मैले तपाईँलाई भने त राजै आउँछ जस्तो लाग्छ म आइहाल्छ नि अनि भाइ चाहिँ राजा आउँछ भन्छ यस्तो राजा अब राजा आउन त मलाई नि आओस् म त आओस् गाह्रो हुन्छ। छ क्या। कस्तो हुन्छ भने आउँछ। यस्तो हुन्छ क्या कुलमानको कुरा चाहिँ म के भन्छ भने अब ल तिमीले एउटा पार्टी खोल्यो भने है तिमीले एउटा पार्टी खोल्यो अब तिमी चाहिँ त्यो पार्टीमा अब जस मान्छेहरूलाई पनि ओहो सुवर्ण यार खतरा मान्छे भन्ने लाग्न थाल्यो तिमीलाई पनि त प्रधानमन्त्री हुन त जे जस्तो भयो नि तिम्रो मनमा त छ क्या त्यो बाबु बाहिर जति नै हेल्प गर्छौ समाज सेवा भाइ। के पाउँछौ समाज सेवा गरेर तिम्रो सुन्नु न। पर्सनल्ली त पाउँदैन नि केही पनि उसले हो नाम कमाउला तर नामले त खान दिँदैन चाहिने त पैसै हो लास्टमा किनभने सिस्टम त्यही छ इकोनोमिक सिस्टम नै उसलाई पनि पदको लोभ मान्छे कि पावर खोज्छ कि मनी खोज्छ नि त यहीँबाट चाहिँ ऊ दुई जिब्रे भएको कुरा निस्क्यो म ठ्याक्कै साधारण भन्छु उसलाई भने गरे अब ऊ अहिले जनताको अगाडि के कुरा गर्छन् सदस्यता पनि दिएन भन्छ सदस्यता साधारण सदस्य मात्रै मागेको हो। दिएन उपसभापति दिँदैन बनाएको होला, छ फेरि। मलाई दिन्छ साधारण दाइ सदस्य अहिले के भन्नुहुन्छ तपाईँ एग्रिमेन्ट भएको बेला उसलाई स्वर्णिम मगले भन्दा माथि सुरुमा सभापति बालेन्द्र शाह अनि उसले उपसभापति बनाएको छ त्यही अब उसको सदस्य- त 5 सदस्य लाख दिँदैन। के अरे भनेको उज्यालो नाम थप्नु पर्यो अरे के थप्नु प्रधानमन्त्री उसलाई बनाउनु पर्यो क्या मेन उद्देश्य के हो त्यो क्या हावादारी कुरा जे होस् आज बालन प्रधानमन्त्री भयो भने पनि भोलिको दिनमा चाहिँ ऊ प्रधानमन्त्री हुनुपर्ने अवस्था त्यो होइन नि त एउटा पो हुन्छ प्रधानमन्त्री त होइन त अब कहाँ के 5 वटा प्रधानमन्त्री बनाऊ सबैले प्रधानमन्त्री ढाक 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 पोलिटिकल तपाईँको थाहा इन्स्टेबिलिटी भइगयो त्यो त फेरि कुलमान इज अ माओइस्ट नि थाहा किन फेरि ऊ त प्रचण्डेटर चलाएको भन्छ नि त हि इज खै हो कि प्रचण्डै हो नि प्लेयर त फेरि त्यहाँको त फेरि तिम्रो कुलमान टेक त भन माओवादी न। हो फेरि तिम्रो टेक भन त्यसमा के हो जस्तै सबैले प्रेडिक्ट गरेको थियो फेरि अहँ। कुलमान चाहिँ कि माओवादीमा जान्छ कि त्यो अर्को एउटा के अरे त्यसको उज्यालो पार्टी होइन होइन त्यो एउटा के अरे माधव कुमार नेपाल छ नि कम्युनिस्ट पार्टी माथि नि त्यस्तो नै कम्युनिस्ट पार्टी भयो उम्। त्यसमै जान्छ भने थिएँ उम्। अब ठ्याक्कै यता आयो के आफ्नै एउटा पार्टी खोल्यो होइन अँ। अब त्यसपछि यता राजसभा इन्ट्री गर्यो उम्। अब भाँडा छुट्यो भैलो मचाएर सुन्नु न, चल्यो, अँ। भाँडबेलो निक्ल्यो अब कसको लाइक कसको ऊ भयो त्यहाँ चाहिँ डेन्ट पर्यो इमेज दुइटैको राजसभाको नि भयो कुलमानको नि भयो अब कुलमानको त केही जान्दैन जान्छ त राजसभाको चाहिँ राजसभाको गयो हुँदा हुँदा ऋषि धमलाको बुढीले पनि पार्टी खोलेछ ए दाइ त्यसको त छोड्नु मलाई यो- यही कुरा ह्याङ लाग्छ क्या नेपालमा म एउटा छोरै कुरा एड गरेँ 50 वटा पार्टी खोल्नु भन्दा बाबा बरु तिमी नि कसको अलिकति अहिले हेर त फेसबुक हेर त चोकचोकमा होइन चोकमा छोड्नु न अस्तिसम्म त्यसले एउटा पोस्ट हाल्दाखेरि सबै हाँसेको मात्रै आउँथ्यो होइन अहिले तिमी फेसबुकमा त पुरै भ्युज लाइक किनिसक्यो त्यसले त हो र त्यसको पोस्ट हेर त म अघि हेर्छु होइन 7,000 लभ के रियाक्ट मात्रै गरेको छ यस्तो प्रकारको कहाँ कहाँले हप्सीहरू लाइक गरिरहेछ क्या पुरै किनिसक्यो। गरोस् नगरोस् त्यो आफ्नो ठाउँमा किनोस् नकिनोस् त्यो स्ट्राटेजी हावा स्ट्राटेजीहरू लगाएर अनि त्यो अलिकति मात्रै इम्प्याक्ट पार्ने हो त्यो त्यस्तो धेरै पार्ने होइन मैले त्यसको ब्याकएन्डमा चाहिँ ऋषि धमलै छ क्या मैले उसले नि भन्न चलाएको खोजेको- बुढीलाई
50 जनाले 50वटा पार्टी खोल्नु भन्दा बरु एउटा पार्टी बनाउने त्यहाँ संशोधन गर्ने कुराहरू के हुन्छ उनीहरूको पनि एउटा पार्टीको आफ्नो प्रिन्सिपल्स हुन्छ के हुन्छ हैन फिलोसफी हुन्छ त्यसको कुराहरु गर्दैन नि त गरिहाले न के त्यसको बुढी नाम के अरे ठ्याक्क आएको के न्यूज चाहिँ के हो के त्यो पर्सन तामाङ मरेछ है मरेछ हार्ट अट्याक भएर यार रेस्ट इन पीस है तेरा त भनौँ यहाँ भाइ रेस्ट इन पीस रेस्ट इन पीस यार प्रशान्त तामाङ वी लभ यु नस्टाल्जिया यार प्रशान्त तामाङ भनेको त है यसकोमा चाहिँ नर्मली छ हैन अब यहाँ है म त अघि त क्रेजी यसले डिलिटै गरि क्या हो हैन छैन त नर्मली छ त आई लाइक अनि यसले डिलिट गर इ 5 घण्टा अगाडि थियो नि डिलिट गरिछे ए बाबा यो अहिले त नभए त्यो हाँसेको आउँछ क्या यसको हेर न हाँसेको आउँछ नि त ओइ त्यो त लभ केयर मात्रै छ यहाँ हेर्नु है लभ र केयर छ नि होइन हेर है आवाज आऊ होइन है त्यसकोमा लाइकमा जान्छ हेर्नु है लाइक हेर्नु है हेर्नु त के हो यो को यिनीहरू को यो हलबाट केयरमा हेर है को यो अब हाँसेको हेरै सबै नेपाली फेक लाइक फेक भ्युज कसलाई देखाउन कसलाई प्रुभ गर्नु के यसले डिजिटलाइज यस्तो तरिकाले नै बालेन आए पछाडि यो सिस्टम भएको हो क्या अलिक चाहिँ यार त्यही हो त हो नि बालेन आए पछाडि अब होला बालेन लोकल भ्युजहरू बटुलेको हो हैन तर अर्ग्यानिक होला अर्ग्यानिक होला तर मान्छेहरूले त सोच्दाखेरि अरे लाइक बढ्यो तर दाइ व्हाट डु यु थिंक अबाउट बालेन कस्तो लाग्छ तपाईलाई अहिलेसम्म अब यस्तो हो त्यसलाई पनि खै कसरी लिने हो कि अब हो अब नियत राम्रो छ त्यसको जस्तो अहिलेसम्म त्यसले गरेको एक्टिभिटिजमा चाहिँ त्यसको नियत राम्रै होला भन्ने लागेको होइन तर अब कस्तो हुन्छ भने पदको लोभ गरे जस्तो पनि देखायो क्या अब राजामा गएर म प्रधानमन्त्री नै बन्ने ज्यादा भन्ने हुन्छ नि अब उसलाई हो टाउको दुखाएको थिएन अब प्रधानमन्त्री बन्नुहोस् न मतलब मेयर त भइरहेको छ आखिरमा काठमाडौँको उसले ऊ बसेको जे जस्तो भए पनि ठाउँ गाउँले त उसलाई कति ऊ बसेको मात्रै होइन ऊ बसे बाहिरका मान्छेले पनि सम्मान कति हामीले नै भनौँ न काठमाडौँ त्यस्तो बनाइदियो यार जबकि काठमाडौँमा हाम्रो केही लेना न देन घर दमाङमा छ होइन काठमाडौँ मेरो लेना न देनाको कुरा हो नि त तर नेपालमै एउटा चाहिँ यसले चाहिँ बनायो अब त्यस्ता मेयरहरू छन् अब धनगढी यिनीहरूको मेयरहरू गोपी हमाल अब यिनीहरू पनि छन् नि त तर अब युवामा चाहिँ अलिकति क्रेज अब जेनजी मुभमेन्टमा पनि एउटा स्टेटसमा बालनको स्टेटस पर्खेर बसेको कतिजना पड्काइदिया भन्ने बित्तिकै पड्काइदिन्छ भन्नु पर्दा त उसकै सहमतिमा पनि सुशीला कार्कीको गभर्मेन्ट आएको नि त संविधान संशोधन गरेर चाहिँ मेरो पनि सहमति सुशीला कार्कीलाई उसको स्ट्याटस त बकै त छ नि त र अहिले अब सिंहदरबार जलाउँछु नि भनेको भरमा पनि उसलाई त अब चाहिँ निर्वाचन आयोगले चाहिँ अब बोलाएको बोलाइछ ट्रायलमा पनि बोलाइछ नि त त्यसो त होइन त्यही भने त्यसमा मलाई नि एउटा म के भन्दैछु यसमा मैले सबैभन्दा ठुलो झोल के देखिरहेको छ तपाईँहरूले त विवेक थपाईले भनेको त चिन्नुहुन्छ त्यो नेपो ट्रेन्ड हुँदाखेरि ठ्याक्क त्यो एक्टिभ भएको होइन अब हेर्नु म ठ्याक्कै एउटा मलाई नरोक्ने र त्यो बालेनले हिजो अस्ति हालेको होइन सिंहदरबार जलाउँछ भने त्यसको बुढीको केस भएको रहेछ आज भन्दा 1-1.5 वर्ष अगाडि न यो जेएनजीसँग रिलेटेड छ केही पनि सम्बन्धित होइन नि त कुरा तर यही जेएनजीको मुभमेन्ट हुँदा त विवेक थपाईले भन्नेले चाहिँ सक्छ भने जाऊ न तिनीहरूको घर घेर त्यो भिडियो देखेर टिकटकमा तिनीहरूको घर घेर न सक्दैन तिनीहरूको बाबामाले कमाएको र भन्यो नि त भन्नु पर्दा त उसको भिडियोले चाहिँ मेन आकर्षित बनाएको नि त अब उसलाई न आयोगले बोलायो न केले बोलायो 1.5 वर्ष अगाडि सिंहदरबार जलाउँछु त्यो मेटाफोरिकल तरिकाले भनेको डाइरेक्ट जला भनेको होइन त्यसलाई चाहिँ बोलाइछ फेरि ब्युरोक्रेसी भनेको यही रहेछ क्या दाइ सिस्टमै मैले भनिन भर्खरै अब ओलीले मलाई डिएसपी बनाउनु म त डिएसपी भयो नि त म थोरै निर्वाचित गरेर आएको डिएसपी हो र के भोलि ट्राइट हुन्छ भन्ने एकचोटिको डिएसपी त सधैँको डिएसपी तरिकाको भयो म नमरुन्जेलसम्म अर्थात् मैले रिजाइन नगरुन्जेलसम्म एउटा टिपिकल टाइमसम्म त म बस्छु डिएसपी त्यो आएको मान्छेहरू कसले हायर गरेको हो त पार्टीमा त एमाले काङ्ग्रेस माओवादी यिनीहरूले त हायर गरेको कसको अन्डरमा चल्छ त उनीहरू ओली पावरमा होस् नहोस् अब जस्तो इक्जाम्पल ल म मानौँ एउटा नेता भयो ब्युरोक्रेसी सुन नेपालमा त विदेश आयो अरे म मेरो जस्तो धारणा भएको मान्छे विदेशमा आयो दाइ केही पनि भएन यार यहाँ त पुरै सस्टेन गर्न पनि गाह्रो भयो स्ट्रगल मात्रै धेरै भयो म नेपालले भन्छु मलाई एउटा केही न केही जागिर लगाइदिनु काम गराइदिनु भने है त डिएसपी बनिने खालको मान्छे छु भाइ अनि डिएसपी बनाइदियो अब भोलि केही भयो भने भाइ त्यहाँबाट एउटा ट्र्याक्टर आउँदैछ अरे पावर नजानु है पावर हुम न डजन्ट म्याटर
भाइ काम लगाइदिएको त ओलीले हो। मैले हो नि त तिमीलाई काम लगाइदिएको त अब हो कि नै मैले काम लगाइदिएको भाइ त्यो बाटोमा आज चेकिङ नहोस् है भन्यो भने चेकिङ गर्यो भने त फेरि भोलि रिजाइन पनि सर्वा हुन्छ। अनि आउने जुन एउटा फेसिलिटी छ आइरहेको छ त्यो पनि त कट भयो। कट हुन्छ क्या त कट सर्टको कुरो होइन तिमीलाई एथिक्सले नै दिँदैन क्या किनभने मैले लगाइदिएको काम हो भन्दा त तिम्रो धारणाको होइन तिम्रो एथिक्स आफ्नो छ नि त मेरो एथिक्स आफ्नो छ नि त। अब लो मैले गलतै काम गरेँ होला तर तिमीले त फेरि मैले त कसलाई हेल्प गर्दैछु जसले मलाई काम लगाएको छ त्यसलाई भगवानलाई हेल्प गर्दैछु तिम्रो एथिक्स हो रङ होइन फेरि रङ म होला तर तिमी रङ होइन तिमी तर त्यो काम गर्छौ क्या भाइ त्यो यो होल ब्युरोक्रेसी नै यस्तो रहेछ क्या। अब मैले भनेको अब राजाको मैले प्रोफेसनल तरिकाले तारिफ गर्दै भने क्लोजको हुन्छ तपाईँ बसहरूको क्लोजको हुन्छ चाटुवा राजाको चाटुवै त राजाको नजिकको हुन्छ नि त अनि त्यो नदेख्न सकेर ल्याउने भनेको हो क्या। तर तपाईँलाई म एउटा सिम्पल क्वेसन सोध्छु भाइ तपाईँको मलाई क्लियर भन्नु है अबको निर्वाचनबाट सबै कुरा ध्यान दिनु है ब्युरोक्रेसी पनि यही छ सिस्टम यही छ अबको निर्वाचनबाट निकास हुने चान्स के छ व्हाट डु थिंक? लामो निर्वाचन हुन्न छैन क्या यो निर्वाचन यो सबै के भन्नु नाटक जस्तो लाग्छ क्या मलाई हेर्ने हो भने ड्रामा टाइप। सुन्नु न पहिले फर्स्ट कोरियन ड्रामा जस्तो सुन्नु न फर्स्ट दिन चुनावै हुन्न उसले चाहिँ फेरि उसको टेक अर्कै छ भन्न त के छ लाइक चुनाव हुन्छ चुनाव त हुन्छ हुन्न हैन त्यो त्यसरी त ल किन हुँदैन व्हाट भन न त जस्तो भएर हुँदै हुन्न नि चुनाव किन अब त्यो तोकिसक्यो रेजिस्टर भइसके कुन कुन क्षेत्रबाट उठ्ने भन्ने कुरा तय भइसक्यो अब हुँदैन सो मच नाटक गरेको नि त्यो त सबैले नाटक गर्छ कलेक्टिभली नाटक गर्छन् नि त एउटा अब एमाले र कांग्रेसले मात्रै लय भनेको भए हो नाटक रवि जेलबाट निस्कि नाटक गर्छ त भाइ मलाई त हुँदैन जस्तो लाग्छ। चुनाव हुन्छ यस्तो छ क्या मान्छेहरू कस्तो छ भने प्रजातन्त्रमा मान्छेले किन राजाको छोरा मात्रै राजा हुने त हामी चाहिँ किन हुन नपाउने त्यो एउटा राम्रो पोइन्ट हो तर सबै के भन्छ यो भाइ भन्नु प्लिज सरी आएको बेलामा भाइ फ्रेममा आएको चाहिँ कहाँ अलिक आदि काटिनु भन्दा मजा भएन नि त म चाहिँ भनेको तपाईँ म कन्टिन्यू गरिदिइहाल्छु नि राजाको छोरा चाहिँ सबैले प्रजातन्त्रमा उतै भन्छ अब राजाको छोरा राजा हुन्छ भन्ने प्रचलन थियो नि त पहिलादेखि जेठो छोरै राजा हुने भने अब माइलो छोरालाई राजा हुन मन लाग्ला दिपेन्द्रले कसलाई झगडा गरेर काटो अरे कसलाई त्यो सबै त्यही भएको नि त उसलाई पनि राजा बनिन मन लागेको थियो कसलाई त्यस्तो अब पहिले महाभारतहरूमा पनि देखिन्थ्यो नि त त्यो हेर्दै जाने हो भने शास्त्र पास्त्र पल्लाउँदै जाने होइन कोट पर्वमा पनि होइन भगवानको पालादेखि हो त्यो अब जस्तो तिमी र म दाजुभाइ भयो मलाई राजा बनिन भने म भाइ भयो तिमीलाई राजा बन्ने त्यति इन्ट्रेस्ट छैन तर समाजले तिमीलाई राजा बनाइरहेको छ जबरजस्ती तब के गर्नु अरू केही उपाय छैन मार्न बाहेक अरू के उपाय छ त मार्नै पर्यो ह्याट हानिदिन्छ मारिदिन्छ राजा भइहाल्छ होइन त दुश्मनले मारो दुश्मनले गरिदिन्छ एकछिन इन्डियालाई मारो समाजको अगाडि गरे यस्तो गरिदियो यता आफूले लगाएपछि म के भन्नु त्यसैलाई कसले मार्छ थाहा छैन त्यही हुन्छ क्या यहाँनिर अनि त्यसपछि मान्छेहरू त्यसमा हार बनाएर किन राजाको छोरामा राजा हुने अब यो सबै भनेको म्यानिपुलेटिभ कुराहरू हो क्या राजाको छोरा राजा भए पनि को भए पनि तिमी तिम्रो काम गर खाऊ होइन देश विकासको कुरा छोड पहिला देश आफ्नो अलिकति देश विकासको लागि अलिकति पैसा देऊ जसले गर्छन् रेस्पोन्सिबिलिटी जो छ त्यसले गर्नु हुन्छन् मान्छेहरू त्यस्ता तर मेन मान्छेको जीवन के हो त भन्नु लाइफ के हो अब जनावरहरूको पनि लाइफ हेर सोच एक तरिकाले एउटा त एनिमलै हो नि त हामी पनि बाघलाई हेर हरिणलाई हेर अब बाघ बलियो छ धम्क्याएर मारेर खान्छ हो त्यस्तो काटमार नहोस् है एउटा शान्ति व्यवस्था होस् भनेर न यो ब्युरोक्रेसी ल्याएको होइन त अन्त त फेरि जनावर मान्छेमा के फरक भयो हो शान्तिपूर्वक तरिकाले चल्ने देश विकास गरेर तिमी आफ्नो काम तपाईँको पोइन्ट अफ भ्यू चाहिँ आफ्नो रेस्पोन्सिबिलिटी पुरा गर्नु विकास हुन्छ एकदम तरिकाले विकास हुन्छ म जस्तो फर एन इक्जाम्पल तिमी म हस्पिटालिटीको मान्छे भए एउटा होटलमा एकदम मैले बुझेँ कि अबको जुन निर्वाचन छ नि पावरमा आउने खालको पावरमा कोही पनि आउँदैन लास्टमा यस्तो हुन्छ अब तीनटा तरिकाले नै प्रधानमन्त्री छाने प्रत्यक्ष तरिकाले होइन पुरै एकदम धेरै सिट ल्याएर मिलेर त्यो पनि भएन भने जसले धेरै लागेको छ त्यसलाई फेरि चुनाव हुने त्यस्तो खालको तीनटा त्यो सिचुएसनमा मलाई लाग्छ त्यो तेस्रो नम्बरको सिचुएसन फेरि चुनाव हुन्छ जस्तो लाग्छ क्या मलाई
अब कोही पनि कसैको पनि बढी मत आउँदैन योपालि। अब कुलमानको पनि अब हामीलाई मन परेन कुलमान, सबैको भोट काटाकट हुन्छ जस्तो लागिरहेको भोट काट्दा काट्दै अब अहिले हेर्नु न प्रचण्डको त रुकुममा हिजो भिडियो आएको थियो बाबा के हो त भगवान जस्तो त नाच्नु न रुकुममा त त्यही म भन्दैछु त। अब भोलिको दिनमा कस्तो छ चुनाव सबैको आयो, अब 8-9 जना मिलेर प्रधानमन्त्री हुने कुरो हुँदैन, सबैलाई आफ्नो आफ्नो हिसाब बल, अनि त्यसमा जसले बढी भोट ल्यायो त्यो प्रधानमन्त्री हुन्छ, फेरि चुनाव हुन्छ, फेरि यस्तै हो क्या। यो चुनाव देखिरहेको हो त। अब मैले कस्तो यो 74 सालको कि कहिले 74 पत्ता नभएको राष्ट्रवादी 75 हो त्यो देखेरको चुनावमा अब के नै हुन्छ जस्तो भएको थिएन त। के भयो त्यही अनुहार 2-4 जना चेन्ज, समानुपातिकबाट 4-5 जना चेन्ज भयो क्या। त्यही टेबल ठटाइ, त्यही बोली, त्यही बोली मात्रै छ, विकास छैन के। अनि अब तिमी कुन क्षेत्रबाट उठ्यौ त्यो क्षेत्रलाई मलाई त उयो लाग्दैन नेपालको हाफ अफ द पपुलेसनले यो समानुपातिक नै बुझ्दैन जस्तो लाग्छ टपिक है। यो बरु जसरी मेयर सेलेक्ट हुन्छ त्यही तरिकाले प्रधानमन्त्री बुझ्दैन नि मान्छेहरूले। यसो तिमी अब यसो गर नि त भाइ, तिम्रो टेक भन नि त। ल दाइले त निर्वाचन हुन्छ घुमिरहन्छ भन्नु होइन, अनगोइङ प्रोसेस वाट मलाई त के प्रिपेयर नि ओभरअल एक्सप्लेन गर त। होइन भने एक्सप्लेन तर निर्वाचन चाहिँ हुँदैन कि के चाहिँ हुन्छ त नि? ल कस्तो त आई मिन ऊ हुन्छ होला, अब के हुन्छ, राजा आउँछ, राजा टेक ओभर गर्छ होइन, निर्वाचन चाहिँ हुँदैन। कसरी प्रोसेस के छ त? कसरी टेक ओभर गर्छ त? अब के हुन्छ, काङ्ग्रेसहरू मिलेर राजालाई हुँदाखेरि त आएन, यत्रो जेन्जी पावर भ्याकुम हुँदा त आएन। मलाई कहिले चाहिँ लाग्थ्यो जस्तो जेन्जीको मुभमेन्ट भयो नि, सबैजना अब प्रधानमन्त्री सदन भागेर सदन नै विघटन भयो। अहिले पनि छैन सदन त। किन छैन सदन कहाँ छ? सुशीला कार्की प्रधानमन्त्री होइन, त्यो त उ भयो नि त, होइन संसदको त्यो संसद छैन, तर छन् त को टिम त छन् त, एउटा कोर टिम त भइसक्यो। त्यही भनेको अब कोर टिम हुने बित्तिकै भनेको चल्न त चलिरहेको छ नि त देशमा। अब राजाले त्यतिखेर चाहिँ अब त्यो कोर टिम नभएको बेलामा चाहिँ अरे मेरो उसको पुर्खाले आर्जेको देश हो नि त, जे जस्तो भए पनि। अब मेरो पुर्खाले आर्जेको देशमा मैले आज केही पनि छैन भनेर चाहिँ उसले टेक ओभर गर्न पाउँछ। तर मेरो रिसर्च अनुसार चाहिँ राजाको इन्ट्रेस्ट नभएको होइन, किनभने त्यो आर्मीको त्यो जुन हेड छ त्यसको फोटोहरू पनि सर्कुलर भयो नि त। राजासँग पनि भेटेछ, दुर्गा प्रसादसँग पनि भेटेछ। तर एकदम यो अमेरिकन एम्बेसी र इन्डियन एम्बेसीबाट वाइल्डली प्रेसर आयो है, मैले चाहिँ सुनेको आर्मीलाई चाहिँ प्रधान सेनापतिलाई चाहिँ राजालाई चाहिँ ल्याउनु हुँदैन है, एकदमै प्रेसर यो पुरै छ क्या। किनभने त्यो शीतल निवासतिर चाहिँ कति कहाँ दाइ यस्तो, अनि देशको यत्रो भित्री कुरा इन्डिया एम्बेसीले यस्तो चलखेल गर्दैछ भने खुलासा गर्छ त जेनरल पब्लिकलाई? आफै भनौँ न, त्यो त गर्दै गर्दैन, इट्स नट पोसिबल। तर चाहिँ तिमीलाई चाहिँ कसरी थाहा भयो? ल यसरी रिसर्च गर्ने भन्दैछु त, कहाँ आफूले रिसर्च गरेर ध्यान दिएर ओभर हेर्दा अब इट्स नट त्यो हो भन्ने पनि थाहा छैन। हामीले थाहा भएकोदेखि त हामीले देखाएको ललिपप चाहिँ के हो? निर्वाचन हो। तर तपाईँ आफै सोच्नु, यत्रो पावर भ्याकुम हुँदाखेरि होइन, यो जेएनजी आन्दोलन भन्दा नै राजाले त हामीले कुरा पनि गरेको थियो नि तपाईँको घरमा, अब पालो आयो भनेर गरिसकेको थियो नि त। सो हि वान्ट्स टु कम ब्याक, उसले आउँदै नआउने त खोजेको होइन होला। तर मान्छे पारासा देखेर अलिकति होइन, यत्रो पावर भ्याकुम हुँदाखेरि होइन हो यो कुरा। अब ज्ञानेन्द्रको छोरा अलिकति गतिलो तरिकाको आइदिएको होइन, ज्ञानेन्द्र ऊ आफै ज्ञानेन्द्र बुढो भइसक्यो हो। ज्ञानेन्द्र त अहिले बुढो भइसक्यो, ज्ञानेन्द्रले आएर गर्ला। तर पारसको हातमा आयो भने देशै बेच्छ भने छैन। देश बेच्छ त कुरा छोड, देश त किन बेच्ने हो र, अरूले पनि प्रेसर गरेर देश बेच्छ त। तर आफ्नो तरिकाले नै देश चलाउन थाल्यो भने फेरि त्यहाँ त फेरि हिप्पी टुरिज्म फेरि सुरु भइहाल्छ। अरे पारस किङ वाच आउट भन्दै निगोहरु आइदियो, ह्यास भन्दै हैन, ह्यास आशिष भन्दै। यसो भन्दाखेरि हाम्रो दिवस गयो भन्दा नि किन भएन दिवस भाइ सब्स्क्राइब गरे। त्यसले ग्रुपमा चाहिँ के टिएनसी हो के लेख्छ त त्यसले त? टिएचसी सिएचसी सिबिडी सिबिडी टिएचसी रे है, त्यसै धेरै 4 दिन त्यसलाई चुचे भाइ रे अनि माथि छु रे के हो टिएचसी भनेको? के थाहा, फर्स्ट टाइम सुन्दैछु। सिबिडी पनि भन्छ, के हो त्यो भनेको? खै भ्यानकुभर लिगल पनि छ अरे, के हो? टिएचसी लिगल छ अरे, कासे पनि लान पाउँछ। के हो तपाईलाई टिएचसी पनि थाहा छ? टिएनटी मा पाउँछ कि के हो टिएचसी? सागमा आई डोन्ट नो, थाहा छैन है के हो। एउटा छ क्या हाम्रो भाइ, त्यसले त्यसो लेखिरहन्छ क्या।
मस्जिद क्लिनिङ गर्न गएको अनि जागिरको फोटो भेटाएको अरे ल फेरि नबिन कहाँ हो अरे हेर्नु फेरि तोर पे के लेखेको छु कहाँ हो अरे ल म त बतायो क्या त्यसले फोटो पता होला नि न्यानो बनानाबाट बनाइरहेको छ जेमिनाईबाट कहाँ हो अरे फेरि ल पता होला नि हाम्रो हेड सेफको चाहिँ मैले फोटो मुस्लिम होइन बिरयानी बनाउँछ नि त अनि बिरयानीको हन्डीभित्र छिरेर पुरानो बढिरहेको फोटो बनाइदिएछ क्या मैले यही बेला फोटो नमिली उही कहाँ भेटिसकेर कहाँ हो अरे त्यसले हन्डीभित्र चामलभित्र पुरानो पठाएछ कहाँ हो यो फोटो अरे के भन्छ बुझ्दै बुझेन के कमेन्टमा चाहिँ एआई हो क्या भिडियो गरिदिनु पर्ने अल्लाह बिरयानी कति वाइल्ड कट अरे मुस्लिम के हो त्यही हो कति बेरको ज्यान मार्न लडासन गर्नु चाहिँ आफ्नो ठाउँमा छ होइन तर एउटा प्रे गर्न तरिका चाहिँ मलाई जुन हुन्छ नि खुदा बन्द गरिदिउँ होला है भाइ यार अब है हेर है अब फ्री तरिकाले चिल्नु बसौँ 115 भयो 15 लागौँ त एउटा क्लोजर गरिदिउँ अनि चिल्नु बसौँ अनि चल्छ कसले गर्छ एडिट चाहिँ छ नि हाम्रो एडिटर छ नि त बस्नु त हाम्रो ल एडिटर छ दाइ कस्तो लाग्यो ओभरअल अब के छ एकदम खुसी छु यार एकदम ह्याप्पी लाग्यो रेगुलरली आइराख्नु पर्यो हामीलाई यसो इनलाइटन गर्नु पर्यो कस्तो लाग्यो हाम्रो आजको मलाई बनाउँदिनु ओभरअल चाहिँ कस्तो लाग्यो ओभरअल एकदम मैले भने मजा आयो त्यो ग्रान्ड सोलो हाल्छ नि त्यो त वान अफ द क्रिन्जिएस्ट लाग्थ्यो यार मलाई त ग्रान्ड सर छोडे शिल्पा शेट्टीले सिँढी चढेर हाल्छ नि सुपर से ऊपर सुपर से ऊपर ओके जोक्स असाइड हैन दाइ अब फेरि पनि हाम्रो नेक्स्ट एपिसोडहरुमा यसो हाम्रो ए दाइ खोइ त लेट्स टक विथ स्पोन्सर के हो दाइ नेपिङ भन्नु त ल मेरो एउटा बाबु छ बाबु भन्दा नि रुममेट एउटै घरमा बस्नु को त्यही भाइ त्यही हाम्रो साथी सङ्गम उसले चाहिँ अब हेम्पको सामानहरू नेपालमा ल्याउने हेम्पको सामानहरू नेपालदेखि यता इम्पोर्ट गरेर अनि यहाँदेखि सेल गर्छ क्या जस्तै ह्याट स्याट कपडाहरू होइन उडीहरू झोला पनि हो क्या एभ्रिथिङ ब्याग स्यागदेखि लिएर गर्ल्सको बोइजको ड्याङ दुङ ठ्याक ठोक ओन्ली हेम्प ओन्ली हेम्प ओके हो त्यसमा चाहिँ अब उसले गर्छ राम्रोसँग उता भन्नु लिङ्क सिङ्क गरेर हालिदिन्छ नाम चाहिँ के रे सङ्गम पाउडर सङ्गम ओभरअल भनिदिनु भ्यान्कुभर त्यति गर्ने बित्तिकै अहिले पनि अब उसँग स्टालहरू हुन्छ होइन ठ्याक्कै उसँग अब डिएमसिएम गरेर उसले चाहिँ के डाइरेक्ट नेपालबाटै पार्सल गर्छ नेपालदेखि ठ्याक्कै यहाँनिर उहाँदेखि अब जस्तो तिमीलाई अब यस्तो यस्तो खालको डिजाइन दियो भने पनि उसले ए ओके हो र कस्ट्युम पनि गरिदिन्छ कस्ट्युम पनि गरिदिन्छ चाह भने होइन अब हल्का त्यसमा चाहिँ दाम अलिकति बढी लाग्न सक्ला तर पनि गर्न चाहिँ गर्छ उसले सो कसै उसलाई चाहिँ कसरी कन्ट्याक्ट गर्ने नेपेम भ्यान्कुभरबाट अब नर्मल्ली अब कन्ट्याक्ट गर्नको लागि भनेको त्यही नेपेम भ्यान्कुभरबाट मेसेज पठायो भने फेरि सेसी पेज छ एकदम एप्लिकेसन छ उसँग ट्याक त्यही होला सो इफ यु वान्ट नेप हेम्पको प्रोडक्ट प्लिज ब्याग के रे एभ्रिथिङ ब्याग क्लोथ सबै कट्टु सक्सम्म कट्टु कस्ट्युम गरिदिन्छ फेरि सुपरम्यानको अनि त्यसै पनि इन जेनरल इफ यु गाइज इन्जोय दिस कन्टेन्ट र भ्यान्कुभरमा कुनै नै प्लिज हुनुहुन्छ जस्तै फर इक्जाम्पल आचार्य दाइ हुनुहुन्छ डाफ स्टोर भयो इफ यु गाइज वान्ट टु हेल्प अस अथवा यु गाइज स्टोर भयो अनि रेस्टुरेन्ट लाइक एनी रेस्टुरेन्ट त आई टक अबाउट लेटर रेस्टुरेन्ट पनि भयो कुनै पनि भयो इफ यु गाइज वान्ट अस टु प्रमोट यु हाम्रो सामान टक्क ल्याएर अथवा इन जेनरल त्यही स्टोरमै आएर प्रमोट गरेर पनि इफ यु गाइज वान्ट अस वी क्यान हेल्प यु विथ सो लेट्स कोलाबोरेट नेपालमा त पार्टीहरू एकता नभए पनि यहाँ भ्यान्कुभरमा भएको नेपालीहरू चाहिँ एकता हुनु पर्यो सो आचार्य दाई म यो क्लिप पठाइदिन्छु कि आचार्य दाई भयो डाफ स्टोर भयो हिमालयन मोमो भयो इफ यु गाइज वान्ट टु कोलाबोरेट हेपन स्मल पेज ट्राइङ टु रिच अप सो if you guys want to collaborate, let's collaborate and make this shit happen. Here they go, सबैजना. Like, share, के भन्ने त. This is the end of episode 3. After shift episode 3, let's all team. Okay. Off से गरौँ.